पहिलाको मन्दिर चाहिँ अहिले कहाँ छ, कुन स्थितिमा हो? हाउसिङ गरेकाहरूले, प्लानिङ गरेकाहरूले त्यत्रो ढल जोडेर पनि तपाईँले चाहिँ हेरेर बस्नु भएको छ। तपाईँले चाहिँ जस्तो न तपाईँलाई पनि पैसा सैसाले किन्यो कि आयो भने चाहिँ रोग निको हुने, खास गरी छाला रोगहरू निको हुने भन्ने एउटा किम्वदन्ती छ नि। त्यो ल्याउन चाहिँ नसक्दा पनि हामी आफ्नै ढङ्गले सबै जनप्रतिनिधिलाई के भन्ने गरेका छौँ भने जुन ढलको निकासको लागि चाहिँ व्यवस्था हुनु पर्यो। ढल व्यवस्थित भयो भने त सफा हुन्छ। चाहिँ सपना तीर्थले चाहिँ सङ्कटा मन्दिरलाई ढोग्ने चलन छ नि, जुन कि यो हाम्रो पुस्ताहरूलाई चाहिँ थाहा छैन। त्यो ठाउँमा 12 बजे भगवानले नुहाइसकेपछि जसले पहिला त्यो ठाउँ त्यो पोखरीमा जाने स्नान गर्छ अथवा डुबल्किन्छ त्यसको चाहिँ नि आफूले मनले चिताएको अब कसैको सन्तानको प्रति जाने इच्छाका हुन्छन्, कसैको सम्पत्ति जोड्नेमा इच्छाका हुन्छन्, कसैको आफ्नो रोग निको होस् भनेर अथवा रोग व्याधि नहोस् भनेर चाहिँ त्यो इच्छाका हुन्छन्। ठिकै नै यो पछिको चाहिँ गणेशहरूलाई कुनै मान्यता नदिने र गणेश नभएको नै विरोध भनेपछि यस्तो सजिलो छ, यस्तो सस्तो छ, त्यो तुरुन्दै त्यो ढुङ्गाले हिँडेको जस्तो चाहिँ विरोध पनि आउँछ। थुनिएको पानी छ नि, जुन पोखरीमा थुनेको पानी चाहिँ आफै खुलेर आउनुपर्छ। पानी परेर अथवा प्राकृतिक कुनै कारणले चाहिँ आफै खुलेर आउनुपर्छ, मान्छेहरूले चाहिँ त्यहाँ हात हाल्नु हुँदैन भन्छ नि। राज्यबाट अहिलेसम्म त्यो प्रचार प्रसारको माध्यमबाट हामीले सहयोग पाउन सकिरहेका छैनौँ र हामीले मान्छेलाई हिँड्न नै धौधौ भइरहेको हुन्छ नि त। यसमा चाहिँ व्यवस्थित ढङ्गमा अगाडि बढ्न के कदमहरू चाल्न सक्छ? त्यो बेलामा अलिक सस्तो मस्तोले जाने केही सामानहरू पाइन्छ भनेर पनि आउने त्यस्तो चर्को घाम लागिरहेको हुन्छ, त्यति बेला चाहिँ भक्तजनहरू चाहिँ रिसाउनु हुन्छ कि हामी चाहिँ देवी देवताले नुहाउनु आउँछ, केही न केही सङ्गीत भएको हुन्छ, त्यो आवाज आइसकेपछि मात्र नुहाउने भनेर सङ्गीत हामीले त्यो सूचना हामी दिइरहेका हौँ। Freaky girl under the sheets. Would you love when things start slowing down? I know you got me, baby. हेलो नमस्ते जुजुलपा, तपाईँहरू सम्पूर्णलाई इन्क्रेडिबल नेवार्सको पोडकास्टमा स्वागत छ। म सेलिनी डङ्गोल र आजको हाम्रो पोडकास्टको अतिथिको रूपमा श्री अष्टनारायण डङ्गोलज्यू र देवराज डङ्गोलज्यू हुनुहुन्छ। हजुरहरूलाई स्वागत छ हाम्रो पोडकास्टमा। धन्यवाद, लसुक छ। आजको हाम्रो यो पोडकास्टको मुख्य शीर्षक भनेको चाहिँ सपना तीर्थ मेलाबारे रहेको छ र हाम्रो अब चाहिँ हामी छलफलतर्फ लाग्नेछौँ। यो हाम्रो सपना तीर्थ मेला चाहिँ कसरी र कहिले सुरुवात भएको थियो? यो कसरी र कहिले भन्नाले किंवदन्तीको आधारमा भन्ने हो हामीले। हजुर। जुन यो सत्यवन्त राजाको पालोमा चल्दै आएको भन्ने किंवदन्ती हामीले प्राप्त गर्न सकिरहेका छौँ र त्यसमा सत्यवन्त राजाको छोरी 7 जना छोरीहरूमध्ये एकजनाको कान्छी छोरीको सत्यकी सुन्दरी अनि सत्यकी सुन्दरीको विवाह पश्चात विवाह चाहिँ सम्भ्रान्त परिवार अरू 7वटा छोरीहरूमध्ये कान्छी छोरीमा सबै 6वटा परिवार छोरीहरूको सम्भ्रान्त परिवारसँग विवाह भएको र एकजना कान्छी छोरी अलि गरिबसँग विवाह भएको र त्यसमा पनि अब त्यतिखेर सत्ययुगमा आमा बुबाले जे आशीर्वाद प्राप्त भयो त्यही अनुसार चाहिँ कार्य हुने भएको हुनाले सानी छँदा सत्य किशोर सुन्दरलाई सानीमा चाहिँ जिस्क्याएर गरिब परिवारसँग विवाह गरिदिन्छु तिमीलाई, त्यसमा पनि अब अलिकति रोगी भएकालाई चाहिँ खोजेर विवाह गरिदिन्छु भनेर त्यसरी सानोमा त्यो भनाइ सत्यकी सुन्दरलाई चाहिँ भनेको रहेछ। अनि त्यो सत्यकी सुन्दर त्यो चाहिँ आफ्नो मनमा राखिरहेको, जुन अब वयस हुँदै अब वयस 1, 2, 3 हुँदै नै अब अलिकति यो एजेड हुने क्रममा विवाहको कुरा गर्ने चल्दाखेरि अलिकति सम्भ्रान्त परिवारसँग विवाह गर्न खोजे र त्यही सत्यकी सुन्दरले सानोमा बुबा आमाले आशीर्वाद दिएको जुन बोलीको वचन उहाँले नाइनास्ता गर्दैन, मलाई सानोमा बुबाले यो शब्द भन्नुभएको थियो, अलिकति गरिब परिवार अनि अलिकति रोग व्यथा लागेकोसँग विवाह गरिदिने भनेर भनेको हुनाले म बुवाको आशीर्वाद नगार्न सकिँदैन, त्यही अनुसार म चाहिँ त्यस्तै परिवारसँग विवाह गर्न चाहन्छु भनेर भनेको आधार एउटा किंवदन्तीमा त्यो प्राप्त छ। र अर्को भनेको सपन तीर्थ मेलाको सवालमा जुन त्यो सपन तीर्थमा एउटा हामी पोखरी त अब 2वटा पोखरी छ, एउटा ठुलो पोखरी छ एउटा सानो पोखरी छ र ठुलो पोखरीको हकमा त्यो चाहिँ त्यति किंवदन्तीमा आधारित पोखरी होइन, सानो पोखरी सिद्ध पोखरी भन्ने चाहिँ सानो पहिला चाहिँ कुवा थियो र त्यो कुवामा पानी चाहिँ त्यहीँबाट उम्रिने 12 महिनाकाल त्यो चाहिँ पानी त्यहीँबाट आउने, त्यहीँबाट जाने। अनि हुँदा हुँदा त्यो जो अहिले सत्यकी सुन्दरी विवाह पश्चात आफ्नो घर त्याग भएर आइसके पछाडि अलि रोगी गरिब परिवार अनि त्यो गरिब परिवार रोगी भएकोलाई घरबाट निस्किसकेपछि खाना त गर्नै पर्यो,
खानबिन गर्नु पर्दाखेरि अब ऊ चाहिँ घरबाट निस्किसकेपछि माग्दै खाँदै आँगन डुल्दै आउने कुरामा हाम्रो टोखा सपनटोखाको ठाउँमा कुनै दिन आइपुग्नु भएको रहेछ र त्यसमा पनि अब त्यो सानो पोखरीमा त्यतिखेर त्यो अहिले पनि गाई चरनको रूपमा छ त्यो 2-4 वर्ष भयो अलिकति विभिन्न ढङ्गले हामीले अलिक विकास निर्माणको समय त्यसलाई अलि राम्रोसँग गर्न अलि त्यति गर्न सकिरहेको छैन त्योभन्दा अगाडि त्यो गाई चरनको रूपमा चाहिँ त्यो चौरलाई प्रयोग गरिन्थ्यो र त्यो गाई चरनको रूपमा चाहिँ त्यो गर्दाखेरि अब त्यो गोठालाहरूले चाहिँ त्यो फट्याङ्ग्रा किरा फट्याङ्ग्राहरूलाई बटुल्दै त्यो प्वाँख काट्ने प्वाँख अनि फाल्ने खुट्टा काट्दिने त्यो पोखरीमा डुबाउने एकछिन पछाडि त्यो किरा फट्याङ्ग्रा भुर उडेर जाने त्यो चाहिँ दृश्यहरू त्यहाँ रमाइरहेका त्यो गोठालाले गरिरहेको त्यो दृश्य जुन अघि त्यो सत्यकी सुन्दरीको बुढाले देखिरहेको थियो त्यो एउटा पार्टी पनि थियो माथि अहिले हामीले हेर्दाखेरि अर्को जग्गामा पनि अहिले बाटो काट्ने गर्दा त्यो अलि देख्न सकिरहेको छैन र त्यो पार्टीमा बसेर हेरे त्यो आफू अपाङ्ग भएको महसुस भयो अपाङ्ग भएको महसुस गर्दाखेरि अब त्यो पोखरीमा म पनि डुब्न पाएँ मेरो पनि शरीर सपाङ्ग पो हुने हो कि भन्ने कल्पना गर्छ कल्पना पश्चात त्यो अनि बुढाले भन्छ सत्यकी सुन्दरीको बुढाले मलाई पनि त्यो पोखरीमा डुबाइदिनु न म पनि सपाङ्ग पो हुन्छ म अशक्त छु अपाङ्ग छु भनेर त्यो गोठालाहरूलाई भन्छन् त्यो गोठालाले मान्दैन किन त्यो पोखरीमा डुबेर मऱ्यो भने हामीलाई चाहिँ अब अवगाड हुन्छ त्यसैले हामीबाट त्यो काम हुँदैन भनेर भनिसकेपछि उसले चाहिँ आफ्नो लागेको बस्ताहरू त्यो माथि सानो पार्टीमा बसेको ठाउँमा बस्ताहरू त्यहाँ पकाले र गुल्टुङ गरेर उतल्लो पोखरीमा हामी त्यो डुबिसकेपछि एकछिन पछाडि ऊ सपाङ भएर निस्किसकेपछि अब सबै अचम्म भयो अनि एक कान दुई कान मैदानबाट प्रचारको रूपमा चाहिँ व्यापकता उसले चाहिँ पायो अनि सबै मान्छेहरू त्यहाँ जम्मा भए के भयो कस्तो भयो भन्ने कुरो जम्मा भइसकेको मान्छे त्यहाँ हेर्ने मान्छेको घुइँचो लाग्यो हेर्ने मान्छेको घुइँचो लागिसकेपछि अनि त्यो जो सत्यकी सुन्दरी बाहिर ऊ खानालाई माग्न बाहिर यता हाम्रो गाउँतिर कहाँ डोल्न गइरहेको थियो एकछिन पछाडि ऊ पनि त्यो ठाउँमा फेरि त्यहाँ पुनः त्यो ठाउँमा गइसकेपछि अब त्यो आफ्नो ऊ गइसकेपछि सबै मान्छेले भेलाबाट के भयो भनेर आश्चर्यचकित हुन्थे त्यो आश्चर्यमा आफ्नो चाहिँ बुढा खोज्छ उसले सत्यकी सुन्दरी अनि उसको बुढा त्यहाँ अलिकति पहिला अपाङ्ग भएको सपाङबाट निस्केर जुन ठाउँमा उसले राखेर त्यही ठाउँमा टुचुक्क बसिरहेको उसले देख्छ अनि देखिसकेपछि उसले चाहिँ मेरो लोग्ने कहाँ गयो भनेर उसैसँग सोध्छ तिम्रो लोग्ने मै हुँ भनेर भन्छ उसले चाहिँ विश्वास गर्दैन ऊ मेरो लोग्ने यस्तो यो सपाङ हुनै सक्दैन मेरो लोग्ने अपाङ्ग छ अहिले सपाङबाट निस्किरहेको छ त्यस कारण मेरो इज्जत लुट्न खोज्यो भन्ने ढङ्गले सत्यकी सुन्दरले त्यो शब्दहरू त्यहाँ प्रयोग गर्छन् त्यो गर्दाखेरि होइन मै नै भनेर भन्छन् कति त्यहाँ विवाद हुन्छ लास्टमा त्यो नपत्याए त्यो गोठालाहरूसँग सोद्धा हुन्छ भनेर भनिसक्यो त्यो गोठालाले बोलाएर त्यहाँ कुराकानी गर्न लागिसकेपछि पहिला यसो भएको हामी यसरी खेलिरहेको थियौँ उहाँले यसो हेरिरहनु भएको थियो हामीले त्यो पोखरीमा दिउनु भनेर आग्रह गर्नुभएको थियो हामीले मानेन नमानिसकेपछि आफै चाहिँ गुल्टिङ गरेर त्यो पोखरीमा हाम पाले चाहिँ एकछिन पछाडि सपाङबाट निस्क्यो त्यस कारण सत्यकी सुन्दरीको बुढा उहाँ नै हो तपाईँको बुढा उहाँ नै हो त्यस कारण अन्यथा के होइन कसैले यो इज्जतमाथि लुट्न खोजेको त्यो गर्नु खोजेको होइन भन्ने ढङ्गले त्यो प्रकट भएको के भन्दैन त्यो छ अनि त्यही बेलादेखि नै त्यसलाई चाहिँ आधार मानेर सपना तीर्थको मेला यसरी लागेको भनेको चाहिँ के मन्दिरमा त्यो हामीले पाउन सक्छौँ हजुर अनि यो हाम्रो टोखाकै सबैभन्दा मेला हो नि त होइन सपना तीर्थ यो चाहिँ पुर्खौँदेखि नै वैशाख 1 गते नै मनाइन्थ्यो कि यो समयअनुसार चाहिँ परिवर्तन हुँदै आएको यो चाहिँ किंवदन्तीको आधारमा जे वैशाख 1 गते जुन अब त्यो घटना घटिसकेपछि यो मेलाको रूपमा त्यो योभन्दा अगाडि त हामीले सानो छँदाखेरि त्यति महत्त्व त दिएको जस्तो लाग्दैन त्यही भएर समय क्रमले त्यसलाई चाहिँ विकास हुँदै जाने क्रममा अब त्यो वैशाख 1 गतेदेखि मेला भन्ने कुरो अहिलेसम्म त्यो जुन सत्य युगदेखि अहिलेसम्म त्यही छ दायाँ बायाँ भएको छैन यो वैशाख 1 गते नै मेला लाग्छ भने किंवदन्तीमा त्यही आधारले त्यसलाई निरन्तरता गर्दै यो जात्रा पर्व सुरु भइरहेको अहिलेसम्म त्यही छ हजुर अनि यो हाम्रो पुलाउँ जात्रा छ नि पुलाउँ नख भनिन्छ त्यसमा चाहिँ सपना तीर्थले चाहिँ सङ्कटला मन्दिरलाई ढोग्ने चलन छ अनि जुन कि यो हाम्रो पुस्ताहरूलाई चाहिँ थाहा छैन धेरै जस्तो टोखामा बस्ने मान्छेहरूलाई पनि त्यस्तो जानकारी छैन यो चाहिँ ढोग्नुको कारण चाहिँ के हो यसपछिको कारण यो पुरानो जात्रा भनेको हाम्रो पाँचहरेमा लाग्ने गर्छ त्यो प्रायः जसो हाम्रो टोखाका बासिन्दाहरूलाई पनि खासै ठाउँले पाउने भन्ने छ
चनेश्वरी र सरस्वती छ र चनेश्वरीको हकमा अलिक चाहिँ व्यापकता छ र यो सरस्वतीको हकमा अलिकति प्रचार रूपमा पनि अलिक कम छ। कारण के हो त भने त्यो पहिला चाहिँ राति जात्रा हुन्छ भनेर भनिन्छन्। लगभग 15-20 वर्ष जति भयो होला यो चाहिँ अलिकति बिहान पख चाहिँ जात्रा सुरु भएको र ती भएको हुनाले प्रायः जसोलाई चाहिँ थाहा नभएको हामी पाइरहेका छौँ। यो जात्रालाई महत्त्व यसरी दिनुपर्ने हुन्छ। अनि त्यो जात्रालाई यो ढोग्ने चलन भनेको आमा बुवा र छोराको सम्बन्ध त्यो चाहिँ कायम भएको भने कथन त्यो छ। सङ्गतामा आमाको रूपमा चाहिँ पुजिन्छ, पुजिने गरिन्छ, एउटा सत्कार गरिन्छ। त्यो यौसी जुन लिङ्ग छ त्यो चाहिँ बुवाको रूपमा चाहिँ बाबुको रूपमा उहाँलाई चाहिँ पुज्न गरिन्थ्यो, पुजारी त्यसरी गरिन्छ। अनि त्यो जो हाम्रो त्यो पर्व पनि अब हेर्दाखेरि एक दिनको जात्रा छ र त्यो जात्रा 4 दिनसम्म मनाउनु पर्ने हुन्छ। जुन चढे छ, चढेको हकमा चाहिँ त्यो बाहिर हामीले चाहिँ जात्रा गर्नुपर्छ। त्यो बेलुका पख चाहिँ जात्रा हुन्छ। बेलुका पख पनि देख्छ जुन अब यो सानोतिनो महादेव भनेको पिक्लुकी महादेव भन्छ त हामीले, जुन ठाउँमा लुकिरहेको छ त्यो जहाँ छ त्यही गरेर चाहिँ त्यो पूजा गर्न जानुपर्छ। त्यो पूजा गर्न जाँदाखेरि मौटुले अजिमा र सपन तीर्थ सँगै गएर चाहिँ जहाँ छ त्यो खोटेलेर पूजा गर्ने चलन छ। त्यो पनि अब प्राचीन कालदेखि त्यो यो उसमा यो सत्ययुगमा नै एउटा लडाइँको अवशेषको रूपमा चाहिँ लिने गरिन्छ। जुन राक्षस र देवगणहरूको चाहिँ लडाइँ भएको बेलामा त्यो राक्षसलाई निमन्त्रण गर्नको लागि चाहिँ जुन अब भस्मासुर भन्ने चलन छ, महादेव पार्वती हैन, त्यो वरदानले भस्मासुरलाई वरदान दिइसकेपछि अब जसले अब वरदान प्राप्त गर्छ तिमीलाई तकमा छपछि सबै नष्ट हुन्छ भन्ने ढङ्गले त्यो वरदान दिइसकेपछि त्यस भए महादेव सुरुमा हो कि होइन थाहा छैन, महादेवलाई नै छोएर हेर्छु अनि पत्ता लाग्छ भन्ने ढङ्गले त्यो चाहिँ के भन्दैन त्यो आधारमा ओ जहाँ आदि त्यो भएपछि उसलाई छुनु खोज्छ, ऊ भाग्दै जान्छ, लुक्दै बसेको ठाउँमा जुन त्यो लुक्दा छ जहाँ त्यो लुकेको ठाउँ अनि त्यो चाहिँ अब युद्ध सफलता प्राप्त गरिसकेपछि त्यसको खुसियालीको रूपमा चाहिँ यो महादेव जुन जहाँ लुक्दा जहाँ छ त्यहीँ गएर पूजा गर्ने छन्। अनि त्यो पूजा गर्ने एक दिन अगाडि हुन्छ र भोलिपल्ट त्यही अब आमा बुबा छोराको हकमा त्यसैको सुरुवातमा चाहिँ के हुन्छ खुसियालीको रूपमा चाहिँ यिनी चाडपर्व मनाएर त्यो हामी मरज नके भनेर चलिन्छ। चन्देश उसमा सपन तीर्थ मन्दिरमै हुन्छ। यौसीको हकमा त्यो ठने लाछीमा हुन्छ, मरज नके हो खुवाउने चलन। अनि मोटुले अजुकमा यता चाहिँ गणेश थान पछाडि तर्खामा हुन्छ। त्यसमा पनि अब कुनै त्यो अजमाको ठाउँमा चाहिँ महिला केटीको लागि चाहिँ मरज खुवाउने चलन छ। अनि यता यौसीको हकमा चाहिँ केटा र केटीलाई खुवाउने चलन छ। अनि सपन तीर्थमा चाहिँ केटालाई मात्रै खुवाउने चलन छ। अनि यही भएको परम्परा यसरी नै भोलिपल्ट जब यो फेरि बेलुका त्यहाँबाट मन्दिरहरू रथहरू उठाएर सपन तीर्थको चाहिँ नास्लेमा बिसाइन्छ र मोटोले अझैमाका यो ठनी उसमा यो ठल्कैमा बिसाइन्छ। अनि त्यति चच्ची हामी रातभरि त्यहाँ जागरण बस्नुपर्छ, दापा भजन गरिन्छ। अनि भोलि बेलुका त्यो खुसियाली रूपमा चाहिँ यो लाक्यो भन्ने भनिन्छ, लाक्यो त्यो चाहिँ होइन र सम्मान स्वरूप ढोग्ने आमा र बुवाको भेटघाट हुँदाखेरि जे सम्मान प्रकट गरेर हामी ढोग्ने चलन छ र त्यो ढोगेर संस्कारको रूपमा चाहिँ त्यो परम्परा त्यसरी चलिआएको। र त्यस पछाडि हामी त्यो जुन देवता ढोगेर हामी यौसीलाई परिक्रमा गरेर उता जान्छ। अनि त्यो खला गरेर जसको पालो छ उहाँहरूलाई जुन सपन तीर्थ मोटोली अनि यौसीको हकमा पनि त्यहाँ पूजाआजा गरेर हामीले केही पूजा के गर्न चलन छ। त्यहाँ लाछीमा चोकैमा बसेर झन् 1-1.5 घन्टाको त्यहाँ पूजा हुन्छ। त्यो देवीको रूपमा चाहिँ पालाहरूलाई चाहिँ त्यसरी पुजेर हामी रस चाहिँ त्यसरी भित्राइन्छ। अनि त्यो भोलिपल्ट चाहिँ हामी चाहिँ जो अब मन्दिर कहाँ राख्ने चलन छ त्यो दिन भित्याएर अनि हामी देउटा भित्याउने चलन छ। त्यसमा 4 दिनसम्म यसरी पर्व चलिआएको छ। हजुर, अनि देवराजजीलाई मैले सोध्न चाहेँ यो हाम्रो पुलाउ नख त पुर्खैदेखि सुनिआएको हो नि त, त्यति बेला नै यो सपना तीर्थ मेला थियो कि पछि मात्रै स्थापना भएको सपना तीर्थ मेला चाहिँ? यो जुन अहिले दाइले भनेअनुसार यता पाँचरेको जात्रा हो कि उता सपन तीर्थको जात्रा? यो दुईटै पाँचरे हुँदा नै सपना तीर्थ स्थापना भइसकेको थियो कि पछि मात्रै, कुन चाहिँ पहिला आएको भन्ने कुरा जान्न चाहे। अब लिच्छवी कालमा जुन अहिले पर्व हामीले हेरिरहेका छौँ भन्नुभयो त्यो अनुसार हाम्रो पुलाउ जात्रा भन्ने त्यसलाई रहँदैन, त्यसलाई चाहिँ नि पाँचरे जात्रा भन्छ। अब
व्याख्या गर्नु पर्दाखेरि पा भनेको पाहुना, चर्या भनेको चतुर्दशी। जुन चतुर्दशीमा यङ्सी उठाइन्छ र त्यसको बेलुका चाहिँ लुकमारियालाई खोजेर सङ्कटा माई जाने सपना तीर्थ गणेशको चाहिँ आमा, हजुर, अनि सपना विनायक हुने चाहिँ छोरा, जुन आमा छोरा मिलेर जुन एक कालमा चाहिँ भस्मासुर दैत्यले महादेवकै आशीर्वाद पाएर महादेवलाई नै लखेटेको अनुसार उहाँ लुकेर बसेको स्थानमा त्यो ठाउँमा त राति आमा छोरा मिलेर खोज्न गएर पूजा गर्ने चलन थियो। त्यो भनेको यो जुन वैशाख 1 गते भन्दा अहिले चैतको 15-16 गते अथवा चाहिँ यो तिथि मिति अनुसार कहिले पहिला कहिले अगाडि कहिले पछाडि पनि हुनसक्छ। हजुर, त्यो भएको हुनाले हामीले जाने वैशाख 1 गते सपन तीर्थ मेला भन्दा त्यो 5 अरे जात्राले नै अगाडि मानेको मान्नेछौँ। अनि यो सुन्ने गरिन्छ कि यो नेपालकै सबैभन्दा उत्तरी भेगमा पर्ने चाहिँ गणेश चाहिँ सिद्धि गणेश, सपना तीर्थको गणेश भनिन्छ नि, के साँच्चीकै नै यो पछिको चाहिँ गणेशहरूलाई कुनै मान्यता नदिने र गणेश नभएको नै हो र? यो त्यो ठाउँबाट पछाडि उत्तरी भेगतिर। हजुर, त्यो अहिलेसम्ममा हामीले जानकारीमा पाएको, हामीले चाहिँ रहनसहन अहिले देखिएको देखावटी रूपमा भएको, अब विनायक रूपमा चाहिँ गणेशको हकमा अब टोकामा छँदैछ। अनि हाम्रो यो हाम्रो सहर बजार एरियामा पनि विभिन्न ठाउँमा छ र जुन त्यो सपन तीर्थभन्दा पछाडि पुरानो देवी गणहरू त्यो गणेश त्यसरी स्थापना भएको भनेर हामीले पाइरहेका छैनौँ। अहिले जुन बस्ती विस्तार हुँदै जाने क्रममा जहाँ जहाँ बस्ती विस्तार भइरहेको छ ती ठाउँमा त्यहीँकै स्थानीयवासीहरूले एउटा मन्दिरको रूपमा चाहिँ आस्थाको आधारमा स्थापना गरेर चलाइरहेको अहिले जीवन्तको रूपमा अहिले पाउन सकिन्छ। र त्योभन्दा अगाडि यसरी नाम कहलिएको रूपमा चाहिँ जुन सपन तीर्थ अनि यहाँ हाम्रो गणेश थानको जस्तो गणेश मन्दिर जस्तो त्यो नाम चलेको त्योभन्दा पछाडि चाहिँ छैन। अहिले चाहिँ सानो बस्ती विस्तारको क्रममा चाहिँ अहिले सानोतिनो भइरहेको छ। यसलाई चाहिँ अब किंवदन्तीमा योभन्दा पछाडिकोलाई चाहिँ अब मान्यता राख्ने नराख्ने भने हामीको बस्ती आधारमा हामीले चाहिँ आस्थाको आधारमा पुज्ने गरिन्छ, त्यसलाई नै मान्नुपर्ने हुन्छ। होइन, यसलाई यसबाट पनि लिन सकिन्छ। जुन सपन तीर्थ अथवा सपना विनायक गणेश भनेको ऊ बेला भगवान्हरू चाहिँ त्यहाँ एउटा यो सपन तीर्थमा काशी बनाउनको लागि, काशीको तीर्थ स्थल बनाउनको लागि बैठक अथवा सभा गर्नुभएको रहेछ। त्योभन्दा जुन तपाईँले प्रश्न गर्दाखेरि योभन्दा उता पनि गणेश भगवान छ कि छैन भनेर ओ गर्नुभयो। सत्ययुगमा योभन्दा उता चाहिँ वास्तवमा हो भने चाहिँ त्यहाँ बस्ती विकास भएकै छैन। त्यो एउटा हिमाली भेगमा चाहिँ लिन्छौँ, त्यही भएर कैलाश पर्वत पनि भन्छौँ। अनि अब त्यसको पछाडि डाँडाकाँडा अहिले पनि छ। अब पछि चाहिँ त्यहाँ के भयो होला, बस्ती विकास भयो, त्यहाँदेखि जिल्ला विकास भयो, हरेक चिज भयो। र सपना विनायक भनेको चाहिँ त्यो ठाउँमा कसरी उत्पत्ति भयो, त्यहाँबाट पछाडि किन रहेन भन्दाखेरि त्यो ठाउँमा अघि मैले भने जस्तै काशीको अवस्था पुर्याउनको लागि उहाँहरू बैठक बस्दाखेरि अथवा चाहिँ छलफल गर्दाखेरि बिहान पख चाहिँ छलफल गर्दाको नसकिनेमा बिहान पख भाले बासिसक्यो। भाले बाँच्दाखेरि उहाँहरूको चाहिँ छलफल के अरे पूर्ण रूपमा चाहिँ पाल्न नहुँदै उहाँहरू जानुपर्ने भयो। अब सकेको अवस्थामा कोही भगवान्हरू चाहिँ अब आफै तालमा जानुभयो। त्यो ठाउँमा चाहिँ जुन सपना विनायक त्यही ठाउँमा चाहिँ विराजमान हुनुभएको रहेछ। त्यो ठाउँमा विराजमान हुँदाखेरि राजालाई चाहिँ जस्तै तोखामा राज्य सञ्चालन गर्ने राजालाई सपनामा देखाएको छ अरे। राजाले सपनामा देखाउँदाखेरि म गणेश भगवान हो, तिमीलाई आज सपनामा देखाएँ, म यो ठाउँमा चाहिँ जस्तो यस्तो चाहिँ जमिन मुनि चाहिँ मलाई चाहिँ पुरिरहेको अवस्था अथवा लुकिरहेको अवस्था छौँ, मलाई चाहिँ यो ठाउँबाट चाहिँ उब्काएर माथि राखेर पूजाआजा गऱ्यो भने सपनामा देखेको चिज सबै चाहिँ पुरा हुन्छ भन्ने कुरा राजाले भन्नुभएको रहेछ। त्यसैले सपना तीर्थ नाम आइपुग्यो कि? हजुर। त्यसै कारणले अनि राजाले जुन सपना ऊ सुतिरहेको अवस्थामा राजाले सपनामा देखा जस्तै भोलिपल्ट बिहानै चाहिँ त्यो जुन भनेको ठाउँमा गएर त्यो हेर्दाखेरि त्यहाँ चाहिँ भगवान् विराजमान भएको देख्यो। त्यही भएर त्यो राजाले चाहिँ कोही कसैलाई पनि
सपनामा चिताएको सपनामा देखेको यसरी भगवान्प्रति चाहिँ आस्था राखेर पूजा आराधना गर्यो भने त्यो दुरुस्त पाइन्छ भन्ने कुरा पनि के भन्दैछ हजुर अनि यो सपना तीर्थको मुख्य आकर्षक केन्द्र भनेको त्यहाँको पोखरी हो नि त होइन जसमा चाहिँ त्यहाँ गएर नुहायो भने चाहिँ रोग निको हुने खास गरी छाला रोगहरू निको हुने भन्ने एउटा किंवदन्ती छ नि त्यो चाहिँ साँच्चीकै नै छालाको रोगहरू निको नै हुने हो र लाइक कुनै यो सबुतहरू छ र त्यो चाहिँ प्रायः जसो प्रमाणित रूपमा नै मान्छे खडा गर्न सक्ने अवस्था त अहिले छैन त्यसमा पनि एक दुईजना यो टोकाको एक दुईजना चाहिँ नाम लिन सक्ने अवस्था पनि रहन्छ जुन अब किंवदन्तीमा भएअनुसार यो सपन तीर्थमा मेलाको लागि चाहिँ भने त्यो जुन यो कुष्ठ रोग निको हुन्छ रोग व्यथा भएको मान्छेहरू निको हुन्छ भनेर जुन चलन छ भनाइहरू छन् त्यो भनाइलाई चाहिँ सँग चाहिँ मेल खाना र त्यो रोग निको पार्नको लागि चाहिँ त्यो ठाउँमा पर्वको रूपमा चाहिँ मेलाको रूपमा 1 गते मेला नुहाउनको लागि मान्छेहरू यो हाम्रो पूर्वको दोलखा अनि सिन्धुपाल्चोक र काभ्रे भयो अनि काठमाडौँ भयो भक्तपुर भयो ललितपुर भयो पूर्वको पश्चिमको हकमा यता धादिङ भयो अनि गोर्खा भयो अनि उत्तरको हकमा चाहिँ हाम्रो रसुवा भयो नुवाकोट भयो अनि दक्षिणको हकमा चाहिँ मकवानपुर र चितवनको हकमा चाहिँ मान्छे त्यसरी भेला भएर आएका अहिले चाहिँ अब जुन विकास निर्माणले गर्दाखेरि अब मान्छे आउने जाने भएको हुनाले त्यति एकदम होगिएन हामीले कन्फ्युज छ र यो बना विकास निर्माणको सडकको व्यवस्था नभएको अवस्थामा सडकको जुन अहिले विकास भयो भने त्यो नभएको हामी सानो सानो हुँदाखेरि पनि हाम्रो टोकामा धेरै गाउँठाउँमा पार्टीहरू छन् बस्ने अनि त्यो पार्टीहरूमा चाहिँ उहाँहरू आएर बस्नुहुन्छ राति चाहिँ जसरी हुन्छ म चाहिँ नुहाउनु पर्छ भन्ने ढङ्गले उहाँहरू आइरहनुहुन्छ र त्यो ठाउँमा 3-4 दिनसम्म बसेर नुहाएर जानुहुन्छ एउटा त्यो जनविश्वास नभएको भए त्यो आउने चलन थिएन अहिले पनि यो अहिले जुन 1 गते आउँदैछन् जुन रोग व्यथा लागेका मान्छेहरू बिराम भएका मान्छे प्रायः जसो आउँछन् त्यो प्रायः जसो मान्छेलाई चाहिँ अब त्यो त्यहाँ एकचोटि भए पनि दर्शन गरेर जानु छ भने यो विश्वासका साथ अहिले पनि आउनुहुन्छ उहाँलाई त्यो विश्वास भएर नै आएको होला एउटा कुरो भयो अर्को भनेको हामीले नामै लिनु पर्दाखेरि हाम्रो पहिलाको उपमेयर भूपू उपमेयर हाम्रो ज्ञानमै आउनुहुन्छ उहाँको पनि त्यो हातमा त्यस्तै के भएको रहेछ त्यो सानो पोखरीमा गएर उहाँले चाहिँ लगभग 1 हप्तासम्म त्यो त्यहाँ गइकन स्नान गरिकन गर्दाखेरि मेरो निको भयो भन्ने कुरो यो ज्वलन्त उदाहरणको रूपमा उहाँलाई लिन सक्ने अवसर रहन्छ अर्को भनेको हाम्रो यता अच्युत बाजेको घरमा मिसेस हुनुहुन्छ उहाँको पनि के त्यस्तै हुँदाखेरि उहाँ पनि त्यो जानुभएको रहेछ मलाई पनि हुन्छ भने म जाउँ त भन्ने ढङ्गले उहाँ पनि गरे उहाँले पनि प्र्याक्टिस गर्नु भइरहेको छ त्यसले गर्दा उहाँलाई 2 जनाको हकमा हामीले नाम लिन सक्ने अवसर रहन्छ अहिले पनि त्यो भएको हुनाले विश्वासको आधारमा यस्तो अहिले यो भएर नै यस्तो भएको हो र अहिले चाहिँ 2 जनाको नाम लिएँ मैले अनि यो ठ्याक्क वैशाख 1 गते 12 बजे जो पहिला पोखरीमा नुहाउँछ र त्यो पानी जल लिएर चाहिँ मन्दिरमा चढायो भने चाहिँ इच्छा पुरा हुने भन्ने छ नि एउटा विश्वास यो अघि तपाईँले भन्नुभयो जस्तै भएर त विश्वास देखियो नि होइन यो चाहिँ साँच्चीकै पुरा भएको देखिन्छ र यसमा पनि अलिकति म जोड्छु यो 12 बजेको भन्दा पनि त्यो मेला यो पोखरीमा स्नान गर्नको लागि चाहिँ राति हाम्रो यो पोलो भन्छ है होइन के भन्छ यो 30-31 गते अहिले त 31 गतेसम्म छ त्यो बेला यहाँ जात्रा जो मन्दिरमा रथ राखिसकेपछि एक फन्को घुमाइसकेपछि हामी मन्दिरमा उसमा लान्छौँ त्यो समुद्रको भयो अनि चनेश्वरको हकमा हामी त्यहाँ लान्छौँ त्यो गरिसकेपछि राति चाहिँ त्यहाँ के हुन्छ त भनेको यो आवाज आउने त्यो अब साँच्चैको हो कि होइन भन्ने ढङ्गले त्यसमा पनि अलिकति यो किंवदन्ती यसरी पनि जोडिएको छ सङ्गटा अझिमा भनेको यता वटोलीमा बस्नु विराजमान भइरहेको छ अहिले पनि त्यसमा कपिन डुवा भनेको एउटा सिफ्टु के त्यो कपिन डुवा भनेको अलिकति अहिले नष्ट भएर गयो अहिले अवशेष अलिक थोरै मात्र देख्न हामी पाउँछौँ त्यो अझिमा र त्यहाँ रातिमा अब भोलि त मेला लाग्छ मेला लाग्दाखेरि ठुलो मास हुन्छ ठुलो मासले गर्दाखेरि कतै मेरो छोरा देवीलाई जुन सपन बनाएकोलाई छोराको रूपमा चाहिँ मेरो छोरालाई त्यो थिचेर कुल्चिएर पो के गर्ने हो कि भनेर चिन्ता प्रकट गर्ने ठाउँ त्यो चाहिँ छ कपिलडुवामा चाहिँ एउटा डुवा छ त्यहाँ त्यो ठाउँमा बसेर अजमा चाहिँ हिँडेर बसिरहेको हुन्छ अरे अनि त्यतिखेर चाहिँ अजमा आइसकेपछि अजमाले पहिला चाहिँ जुन सङ्गता माई भन्छौँ त हामी त्यो सङ्गता माई आएर त्यो पोखरीमा चाहिँ नुहाउँछ भन्ने कथन छ त्यसमा पनि अब आधार के हो त
भन्नुपर्दा त्यो पोखरीमा 12 बजेदेखि नै मान्छेको अब 10 बजेदेखि नै लुगासुगा खोलेर अहिले पनि हामी पाउँछौँ 10 बजेदेखि नै लुगा खोलेर डिलमा बसिरहेको लुकेर बसिरहेको हुन्छ। त्यो चाहिँ हामी त्यो जसको पालो हुन्छ त्यति चाहिँ हामी खबरदारको रूपमा हामी भन्नुपर्ने हुन्छ, डुलिरहनु पर्ने हुन्छ, ताकि चाहिँ त्यो अब देवी देवताले नुहाउनु आउँछ केही न केही सङ्गीत भएको हुन्छ, त्यो आवाज आइसकेपछि मात्र नुहाउने भनेर सङ्गीत हामीले त्यो सूचना हामी दिइरहेका हुन्छौँ। त्यो भएको हुनाले जुन अब त्यो 12 बजे पछाडि त्यो सङ्कता माई आमाको रूपमा जुन उहाँले आइसकेपछि नुहाउने चलन छ भनेर भन्छौँ। त्यो नुहाउने कसरी थाहा पाउने भने कुनै न कुनै एक बखत त्यहाँ हावाहुरीको आवाजले पानी त्यो पोखरीमा थुनिरहेको पानीमा सर आवाज चाहिँ आवाज आउँछ कि त्यो पानी चाहिँ तैरिन्छ, यसरी छछल्किएको आवाज हुन्छ। त्यो भइसकेपछि अनि हामी त्यो जसले पालोमा कुरिरहेको अनि छोडिदिनुहुन्छ उहाँले, अनि जसले पनि नुहाउँदा पनि हुन्छ भने कठन त्यसरी चाहिँ। अनि त्यही भएको हुनाले यो सबभन्दा 12 बजे अगाडि अहिले चाहिँ अलिकति टुहाउ कि महौ भन्ने कुरो छ, तिमी पहिला कि महौ भन्ने होरबाई चलिरहेको छ। त्यो चाहिँ अलिकति अहिले चाहिँ आएर अलिकति त्यसलाई विश्वासको आधारमा अब यो देवताले नुहाएको छैन भने त्यो हेर्ने अलिकति त्यो चाहिँ छैन अहिले। त्यस कारण यो हामीले शुद्धमा आफैले पनि गरिसकेका छौँ। त्यसमा पहिला हामी चाहिँ नुहाउने यो आवाज आउँछ भनेर गर्दा हामी आवाज हेरेर पनि हामीले नुहाएका छौँ। त्यस कारण यो सङ्गता माईसँग जोडेर त्यो चाहिँ आइरहेको छ। हजुरले भन्न चाहनु भएको थियो केही? अब यसमै अलिकति म जोड्न चाहन्छु। जुन तपाईँले जुन 12 बजे नुहाउँदाखेरि त्यहाँको पानी लिएर माथि भगवान्का चढाउँदाखेरि के हुन्छ भन्ने प्रश्न गर्नुभयो। यसमा दाइले चाहिँ भगवान्कै रूपमा व्याख्या गर्नुभयो र मैले भोगेका र अरू अन्य भक्तजनहरूले जुन गर्दै आएका अहिलेको अवस्थामा त्यो चाहिँ साँच्चीकै चाहिँ के छ भन्दाखेरि अब जब 3 दिन अगाडिदेखि दह थुन्छ, त्यो दह थुन्दाखेरि एउटा चराचुरुङ्गी कसैले पनि त्यो पानीमा नुहाउनु पाइँदैन। त्यस पश्चात जब सङ्क्रान्तिको मसान्तको सङ्क्रान्ति जस्तै 31 अब यसपालि त 31 दिन छ, 31 गतेको राति 12 बजे अथवा 1 गतेको मध्याहमा 12 बजे जाने पहिला चाहिँ भगवान्ले नुहाउँछ बुद्धले भन्नुभयो। त्यस पश्चात हामी भक्तजनहरूको आस्था के छ भन्दाखेरि त्यो ठाउँमा 12 बजे भगवान्ले नुहाइसकेपछि जसले पहिला त्यो ठाउँ त्यो पोखरीमा जाने स्नान गर्छ अथवा डुबल्की छ त्यसको चाहिँ नै आफूले मनले चिताएको अब कसैको सन्तानको प्रति जाने इच्छाका हुन्छन्, कसैको सम्पत्ति जोड्नेमा इच्छाका हुन्छन्, कसैको आफ्नो रोग निको होस् भनेर अथवा रोग व्याधि नहोस् भनेर चाहिँ त्यो इच्छाका हुन्छन्। प्रायःजसो मान्छेहरूको चाहिँ भक्तजनहरूको चाहिँ के छ भन्दाखेरि यो सन्तान प्राप्ति र सम्पत्ति प्राप्तिको लागि चाहिँ उहाँहरू व्रत बस्नुहुन्छ। अहिले पनि आस्था के छ भन्दाखेरि यो 1 गतेदेखि सुरु हुन्छ, प्रत्येक महिनाको यो वैशाखको प्रत्येक महिनाको 1 गते सङ्क्रान्ति, त्यस पछाडि प्रत्येक हप्ताको मङ्गलबार, महिनाको 4 चोटि मङ्गलबार र 1 गते जाने मनैदेखि भाव भक्ति गरेर स्नान के अरे त्यो दिनमा स्नान गरेर पानी चढायो भने पुत्र लाभ हुने जनविश्वास अहिले पनि ग्यारेन्टीको साथ छ। धेरै मान्छेहरूको चाहिँ जस्तै अहिले त्यो ठाउँमा पहिला भन्दा एक दुईजना थियो, अहिले त्यहाँ हजारौँ मान्छे 100 मान्छेहरूको चाहिँ अहिले व्रत बसिरहेका छन्। त्यही भएर त्यो वैशाख मध्याहको 12 बजे जाने स्नान गरेर त्यो पानी चढाउँदाखेरि एउटा न एउटा आशीर्वाद भक्तजनले पाएका छन्। अनि यो हाम्रो धार्मिक विश्वासको अनुसार रोग निको हुने, इच्छा पुरा हुने त भन्नुभयो, यो त पहिलाको समयमा होला, किनभने त्यति बेला त त्यहीँको प्राकृतिक माटोले अनि पानी खोलाबाट आएको पानी ठुनेर पोखरी बनाइन्छ नि त होइन। तर अहिले जुन यो आधुनिकीकरण शैलीले बनाएको पोखरीमा त कुनै त्यो प्राकृतिक वस्तुहरू छैन नि त होइन। अहिलेसम्म पनि यो अहिलेको कालमा चाहिँ यो इच्छाहरू पुरा हुने देखिन्छ र यो आधुनिकीकरण शैलीले बनाएको पोखरीले चाहिँ यसमा अब रोग निको हुनको लागि चाहिँ अहिले आधुनिकीकरण चाहिँ हामीले भन्नै मिल्दैन। हजुर, किन भन्नु मिलेन भन्दाखेरि एकतर्फी धार्मिक रूपले चाहिँ त्यो ठाउँमा त्यहाँको पानीले नुहाउँदाखेरि त्यहाँको पानीले हातमुख धुँदाखेरि चाहिँ रोग निको हुन्छ भन्ने मान्यता कसरी भयो भन्दाखेरि अहिले ज्वलन्त उदाहरण छ, शिवपुरी डाँडा भनेको त्यहाँको जङ्गल भनेको जडीबुटीले भरिपूर्ण रहेछ। हजुर, त्यहाँको जडीबुटीका त्यो जुन अब पानी अथवा त्यहाँको रस आएर त्यहाँ जम्मा हुने रहेछ।
त्यसैको कारणले चाहिँ वैज्ञानिक तथ्यअनुसार त्यही जडीबुटीको कारणले गर्दाखेरि यो कुष्ठ रोग महारोग हरेक कुरा चाहिँ निको हुने तथ्याङ्क छ र अहिले पनि आधुनिक तवरले हामीले भन्न मिल्दैन। किन मिल्दैन भन्दाखेरि डर ठुन्ने मात्र आधुनिक तवरले भयो। हजुर। तर त्यहाँ पानी जम्मा गर्ने भनेको त्यहीँको पानी अथवा मूलको पानी ल्याएर हामीले जम्मा गर्ने गरेका छौँ। जुन अघि दाइले भन्नुभयो त्यो सानो कुण्ड त्यहाँको पानी अहिले पनि त्यो ठुलो पोखरीमा जम्मा गरिरहेका छौँ। त्यहाँको पानी त्यहाँ छन्। अनि अरू पानी अब यो प्रकृति र मौसमको कारणले गर्दाखेरि पानी अरू खोलाबाट नआउने भएकोले त्यहाँ चाहिँ अहिले आधुनिकीकरण भनौँ अथवा त्यहीको जस्तै मूललाई चाहिँ भेटेर त्यही पानी हामी जम्मा गर्ने गरेका छौँ। त्यो कारणले गर्दाखेरि कुनै ठाउँको ट्याङ्करबाट ल्याएर त्यहाँ राखेको भए आधुनिकीकरण हुन्थ्यो। हामीले त्यहीँको पानी त्यो ठाउँमा जम्मा गरेको हुनाले त्यसलाई आधुनिकीकरण हामीले भन्न मिल्दैन। काम चाहिँ आधुनिकीकरण देखियो। तर हाम्रो धार्मिक आस्था अनुसार अनि त्यहाँको प्राकृतिक आस्था अनुसार अहिले पनि त्यहीकै पानी हामी जम्मा गरेर भक्तजनहरूलाई चाहिँ स्नान गर्ने व्यवस्था गरेका छौँ। हजुर। तर बाहिरबाट देखिँदा त त्यो प्लास्टर गरिरहेको पोखरी छ नि जुन चाहिँ अहिले बनिएको छ, हजुर, ठुलोवाला पोखरी चाहिँ त्यहाँ चाहिँ कुनै बाहिरबाट पानी जान नमिल्ने गरी देखिन्छ नि। तपाईँले भन्नुभयो सानो कुण्डबाट चाहिँ पानी जान्छ त्यहाँ, अनि शिवपुरीबाट आएको खोलाबाट आएको त्यो जडीबुटी मिसेर आएको पानी त्यहाँ पुगिँदैन जस्तो लाग्छ बाहिरबाट हेर्दा चाहिँ। तर भित्री के हो भनेर चाहिँ हामी कसैलाई थाहा छैन। हजुरहरूलाई के भन्नु मन छ यसबारे? यसमा पनि म जोड्छु। यो प्राविधिक जुन अहिले इन्जिनियरहरू आउनुभयो, पहिला त हो प्राकृतिक रूपमै त्यहाँ ड्याङ बनाएर माटोको ड्याङलाई चाहिँ उ गरेर हामी त्यही अनुसार गर्छौँ। तर अहिले पनि हामीले जमिन रिसर्चको लागि तल चाहिँ जस्तै साइडमा चाहिँ जस्तो त्यो उ नगरे पनि तैपनि त्यो खोलाको पानी त्यहाँ भित्राउनुको लागि चाहिँ त्यहाँ हामीले पाइपहरू राखेर मिलाएका छौँ। हजुर। र वास्तवमा भन्यो भने जमिन रिचाबलको लागि तल हामीले ढलानै गरे तापनि अथवा ढुङ्गा छापे तापनि जुन त्यहाँ खाल्डो खनेर जमिनको रिजर्भ गरेका छौँ। हस्। अनि यो पहिला जुन आधुनिक पोखरी छ नि त, पहिला त थिएन। पहिला चाहिँ यो सपना तीर्थ मेला लाग्नु अगाडि 4 दिन या अथवा 3 दिन अगाडि चाहिँ बनेको गर्छ होइन। त्यस बेला चाहिँ यो त्यहीको माटोलाई ड्याङ बनाएर पोखरी ठुन्ने गर्छ होइन। त्यही बेला चाहिँ रौनकता छुट्टै हुन्थ्यो नि होइन। लाइक हामी सबै हातेमालो गर्दै यो पोखरी बनाऊँ भन्ने हुन्छ भने अहिले चाहिँ हुँदैन, किनभने तपाईँले भन्नुभयो आधुनिकीकरणले बनाइसकेको छ, त्यस्तो रौनकता देखिँदैन। हजुरहरूलाई चाहिँ यसबारे चाहिँ के भन्न मन छ? यसमा यस्तो हो नानु, यो जुन थुन्ने चलन छ हाम्रो 4 दिन अगाडि, यो अहिले हेर्दाखेरि त्यो पहिला वारबार थुन्दाखेरि पनि मान्छेको जुन चाप देखिने गर्छौँ त हामी, त्यही चापले पुग्ने गरिन्थ्यो, पुग्छ पनि। र अहिले चाहिँ जुन अब त्यो पोखरीको हकमा चाहिँ वाल लाएर राखिरहेका छौँ, त्यसमा अलिकति माटो साटो ल्याएर खुवाचपी हामीले राख्ने गरेका छौँ। र दिनभरि त्यति नै मेन पावर अहिले त्यसमा पनि त्यति नै मेन पावर लागिरहेको छ। त्यसकारण यो आधुनिकसँग जोडेर हेर्नु भन्दा पनि यो धार्मिकसँग जोड्दाखेरि यो थोरै काम हो नि त, एकछिनमा सिद्धिनु पर्ने हो नि, त्यो सिद्धिरहेको अवस्था अहिलेसम्ममा प्र्याक्टिसमा हामीले त्यसरी पाइरहेका छौँ। त्यसकारण किंवदन्तीको आधारमा एक खालको त्यो चाहिँ मिल्ने गरिन्थ्यो। अर्को भनेको त्यो हामीले थुन्ने भनेको जुन पोखरीको नाममा अहिले पनि भने मैले पोखरी त सानो छ, एउटा त सानो पनि टप मात्रै पानी आइरहेको छ। अहिले त्यति मूल पनि फुटिरहेको छैन। जुन पहिलेदेखि त्यो पहिला कुवा थियो, अहिले चाहिँ धाराको रूपमा हामीले बगाउन खोजिरहेका छौँ, बगिरहेको छ। र त्यही पानी चाहिँ त्यो पोखरीमा राख्ने गरिरहेका छौँ हामीले। यो पोखरीमा 3 ठाउँको, एउटा त्यो सिद्ध पोखरीको पानी त्यसमा पठाइरहेका छौँ। अर्को यो 2 ठाउँको जुन खोलाको छ नि, 2 ठाउँको खोलामा पनि अहिले नानीले भने जस्तो त्यो माथिदेखि हामीले अहिले यो जुन वाल लगाएको छ हामीले त्यो भन्दा त्यो माथिको स्रोत नै हामीले थुनेर त्यो पाइप ल्याएर त्यहाँ नदेख्ने गरी राखिरहेका छौँ। हेर्दाखेरि देखिँदैन, निहालेर हेर्नुपर्छ त्यो पानी त्यहाँ राख्नको लागि। त्यो भएको हुनाले अलिकति त्यो स्रोत चाहिँ त्यहाँ राखिरहेका छौँ। त्यो स्रोत हामीले नष्ट गरेका छैनौँ। अनि त्यो लाखौँ भक्तजन आउने भएको कारणले त्यो नुहाउन पनि उता त्यसको कारणले गर्दा त्यो सानो धेरै मान्छे नअट्ने र त्यो भएको यसको पानी पनि यता पठाइरहेको कारणले गर्दा यसमा स्नान गर्दा पनि केही पर्दैन, त्यसमा जलको रूपमा चाहिँ प्रयोग गर्ने भनेर त्यो जलको रूपमा पनि लिने गरिन्छ। त्यो ठुलो मेलालाई धार्नको लागि चाहिँ त्यो ठुलो पोखरी त्यसरी निर्माण भएको अहिले चाहिँ हामीले गरिरहेका छौँ। अनि यसैमा म अलिकति थोरै जोडौँ, तर जुन यो दहको कुरा तपाईँले गर्नुभएको थियो, जुन अघि दाइले भने जस्तै पहिलाको मेन पावर, पहिलाको कुरा
र अहिलेको कुरा अहिलेको मेन पावरमा वास्तवमा फरक पर्ने छैन। प्राकृतिक रूपले चाहिँ केसम्म भइदियो भन्दाखेरि वैशाख 1 गते अहिले पो पानी परेन। हजुर पानी नपरेर अहिले चाहिँ हामीलाई कठिनाइ परेको छ। ऊ बेला त अब जस्तै प्राकृतिक रूपले र मौसमको अनुसारमा चाहिँ समय अनुसार चाहिँ पानी धेरै पर्छन्। हजुर घरमा भखारी राखेको त्यो के भन्छ त्यहाँ धान एक ठाउँमा थुपारेर त्यो भखारीसम्म लगेर चाहिँ त्यहाँ 1 गतेको लागि त्यहाँ रातारात पनि हामीले चाहिँ त्यसलाई छेकबारी चाहिँ गर्नुपर्ने हुन्छ। हजुर त्यसैको अनुरूपमा अहिले अब परिवर्तन अथवा परिमार्जनको रूपमा पनि हामी अगाडि बढेका छौँ। तर प्राविधिक रूपमा परिमार्जन गर्दा पनि धार्मिक र आस्थाको रूपमा चाहिँ अहिले पनि के गरिरहेका छौँ भन्दाखेरि लुज्वाबे र वज्वाबे भन्ने छन् र त्यसलाई अहिले पनि कचिका काँचो धागोले जाने पूर्ण रूपमा बेरेर त्यो भित्रमा चाहिँ कुनै भँगेरा चोराचोरी कसैले पनि त्यो भित्रमा चाहिँ डुब्लिकी मार्न पाइँदैन, किनकि स्नान गर्न पाइँदैन। किनकि वैशाखको 1 गते मध्याहको 12 बजे भगवान्ले ननुहाएसम्म त्यहाँ के पनि गर्नु पाउँदैन भन्ने कुराले हामी त्यो गरिरहेका छौँ। त्यसैको अनुरूपमा अहिले पनि यो आधुनिकीकरण र यो धार्मिकीकरण भने चाहिँ जस्तो हामी विवादमा कुरा गर्न मिल्दैन। किन मिल्दैन भन्दाखेरि अहिले दाइ भएछ त्यही अनुसार चाहिँ हामी लागिरहेका छौँ। र मेन पावरमा पनि अब पहिला उबेला चाहिँ जस्तै स्कुलदेखि लिएर हरेक कामकाजको रूपमा चाहिँ थिएन। योभन्दा कमसेकम 30-40 वर्ष 50-60 वर्ष अगाडि। अब अहिले चाहिँ हरेक कुरामा चाहिँ एउटा परिवर्तन र परिमार्जनको कुरा ल्याएर आउँदाखेरि त्यसलाई पनि हामीले सदुपयोग गरेका छौँ। हजुर अनि यो दुईटा खोला भन्नुभयो नि सपना तीर्थको साइडमा बगिने दुईटा खोला, त्यो त निरन्तर बगिरहने थियो नि त होइन पहिला। तर अहिले चाहिँ सुन्नमा आइन्छ त्यहाँ माथिको हाउजिङले चाहिँ ढल निकासको पाइप मिसाएको छ भनेर। अनि यो निरन्तर बगिरहने खोला अहिले सुक्नमा झरिसक्यो नि त होइन, यो यसको व्यवस्था चाहिँ कसले हेरिरहेको छ? यसमा अलिकति समस्या छ। समस्या के भने अहिले आधुनिकीकरणमा गइसकेपछि मान्छेको जहाँ तै पनि अहिले आस्थाको आधारमा मेटिरहेको छ, आधुनिकीकरणमा गइरहेको छ। अनि प्लटिङ गर्ने पैसा कमाउने होड चलिरहेको छ। हजुर त्यो भएको हुनाले त्यसको रेखदेख कसले गर्ने भन्ने सवालमा छ। त्यो रेखदेख त सबभन्दा पहिला त अब यो सपन तीर्थ खलक जुन अब त्यो मेला लाग्ने भएको कारणले गर्दाखेरि हामीले हेक्का राख्न त छँदैछ, हामीले हेक्का राखिरहेका छौँ। त्यो नगर्नु भनेर हामीले सबैलाई अनुनय विनय गर्दै अगाडि बढिरहेका छौँ। एउटा पक्ष आयो। दोस्रो पक्ष भनेको त्यो सपन तीर्थ मेला भनेको सपन तीर्थ खलक मात्रै होइन, यो आम रूपमा यो उत्तर भेगकै एउटा सबै जनमानसको एउटा थलो सपन तीर्थ मेला लाग्ने, त्यो सबैको एउटा अपनत्व गर्नुपर्ने हुन्छ। त्यस कारण त्यो गर्न मिल्छ कि मिल्दैन भन्ने कुरो हामी आफैले नै सोच्नुपर्ने दोस्रो पाटो। तेस्रो पाटो जनप्रतिनिधि आइसकेपछि जनप्रतिनिधिले पनि यसलाई चाहिँ के पहिला यसो छ अब गर्नुहुन्छ कि हुँदैन भन्ने एक खालको जनप्रतिनिधिले चान्स दिनुपर्ने हो। हामीले जनप्रतिनिधिलाई धेरै पटक खस्किजाउन गइसकेका छौँ। यसको बारेमा अहिलेसम्म व्यापक रूपमा चाहिँ अगाडि आउन सकिरहेको छैन। त्यसमा ढिलासुस्ती भइरहेको छ। निरन्तर हामी लागिरहेका छौँ, पहल गरिरहेका छौँ। त्यसरी यो रोकावट लागि हामी जाँदैछौँ। अब त्यो हामीले पनि एक खालको त्यो सपन तीर्थ खलकले पनि एक खालको माथिदेखि तलसम्म ल्याउन नसक्दा पनि हामी आफ्नै ढङ्गले सबै जनप्रतिनिधिलाई के भन्ने गरेका छौँ भने जुन ढलको निकासको लागि चाहिँ व्यवस्था हुनु पर्यो। ढल व्यवस्थित भयो भने त सफा हुन्छ। जुन अब दायाँ बायाँको खोला छ त्यसको नाम पनि एउटा अलि हेर्दाखेरि खोला भनेर भनिन्छ। त्यसको पनि आस्था धार्मिक आस्थासँग जोडिएर आइरहेको खोला छ। त्यो एउटा दुधबेनी भन्छ। यो यता दायाँबाट बगेको चाहिँ दुधबेनी हो। त्यो अब तिनवटा अघि जुन काशीको कुरा गर्नुभयो नि त, तिनवटा जुन खोलाको सङ्गम स्थल भइसकेपछि काशी भन्ने चलन छ। त्यो काशी हुन्थ्यो अरे भनेर यो कथन थियो र दुईवटा सङ्गम स्थल बन्नु सफल भयो। जुन दुधबेनी र यताको के भन्छ यता नाम चाहिँ यहाँ कस्तो मैले बिर्सेँ। दुईवटा खोला होइन, सङ्गमबेनी र समबेनी भनेको उताको भयो, दुधबेनी त्रिवेणी। त्रिवेणी भनेको झोलबाट आउने भयो। यता बिचको चाहिँ दुधबेनी भयो। दुधबेनीको दुध जस्तै पानी सफा भयो नि कि त्यहाँ
हेर्दाखेरि यसो सलल दुध जस्तै हुने कि पहिला त्यो त्यहाँबाट त्यो मूलबाट नै त्यस्तो भयो नि अनि त्यसलाई चाहिँ हेर्दाखेरि दुध जस्तो भएको हुनाले दुध बिने भने चाहिँ प्रख्यात साह्रै प्रख्यात भएको ठाउँ हो अनि अर्को समबेनी भनेको उता हाम्रो त्यो टिलबकबाट आउने त्यो खोलाले समबेनी भनिन्छ र तिनटै त्यो यो स्थल त्यहाँ बनेको काशी बनि त्यो अहिले त्यो एउटा छुटेको हुनाले काशी बन्न सकिएन त्यो भएको हुनाले त्यो खोला पनि यसो धार्मिकसँग गाँसेर त्यसको नामाकरण भएको छ अब अहिले हेर्दाखेरि के हो भने अहिले फोहोर आइरहेको छ जताततै त्यस्तै छ हामी त्यसमा सरसफाइको लागि चाहिँ हामी प्रयत्न गरिरहेका छौँ लागिरहेका छौँ हामी चुप लाएर बसेका छैनौँ हजुर यसैमा म फेरि अलिकति जोडेँ किन मैले यो बोल्नै पर्ने भयो भन्दाखेरि यो विषयमा आज यहाँ तपाईँहरूले मात्र उठाएको कुरा भएन हजुर अब मुख्यतः सपन तीर्थ भनेपछि सपन तीर्थ खलक र त्यहाँका एउटा हामीले क्षेत्र विकास समिति भनेर पनि एउटा समिति बनाएका छौँ त्यसको अध्यक्ष म भएको कारणले गर्दाखेरि यो खोलामा धेरै विवाद भयो जस्तै यत्रो तीर्थस्थलमा यस्तो पवित्र ठाउँमा अब माथि जुन जस्तै अब हाउसिङ गरेकाहरूले प्लानिङ गरेकाहरूले त्यत्रो ढल जोड्दा पनि तपाईँहरूले त हेरेर बस्नु भएको छ हजुर तपाईँहरू जाने जस्तो न तपाईँलाई पनि पैसा सैसाले किन्यो कि भनेर अस्ति विवाद पनि भयो अब हामी भनेको कस्तो हो भनेदेखि तीर्थ जोगाउनुपर्छ पवित्र ठाउँलाई चाहिँ बचाइराख्नुपर्छ त्यो ठाउँलाई चाहिँ हामीले अहिलेसम्म मास्नु हुँदैन भनेर लागिरहेका छौँ यसमा प्रायः जसो जाने जस्तै ढल तथा खोला नालाहरू त्यो सदुपयोग गर्ने त्यसलाई चाहिँ जस्तै अब सञ्चालनमा ल्याउने त्यसलाई गर्नुहुन्छ के गर्नु हुँदैन के भन्ने विषयमा हाम्रा जनताका जनप्रतिनिधिहरूले चासो राख्नुपर्ने विषय हो यो हामीले स्वतन्त्र क्षेत्र विकास समितिको तर्फबाट हामी वडामा पनि गयौँ 2 नम्बर वडामा जाँदाखेरि यो हामीले हेर्ने होइन यो माथि सहरी विकासबाट नै नक्सा प्लान बनाएर चाहिँ पठाएका त्यसकारण यो तल खोलामा बग्दैन बगाउनु पनि हुँदैन भन्नु त्यस पछाडि हामी नगरपालिकामा गयौँ मेयरलाई भेट्यौँ त्यहाँको प्राविधिक शेरबहादुर विषयलाई पनि भेट्यौँ मेयर यो हाम्रो प्रकाश अधिकारीले पनि भेट्यौँ भेट्दाखेरि त्यो भनेको आकाशे पानी मात्र आउने हो त्यहाँ चाहिँ प्रत्येक एउटाको घरको अगाडि नै सेफ्टी ट्याङ्क छ भन्ने कुरामा पनि उहाँहरूले हामीलाई बढाउनु त्यस पछाडि पनि चित्त नबुझेर त्यहाँको जुन त्यो हाउसिङ चलाउने प्राविधिक प्रबन्धक अथवा चाहिँ त्यहाँको मालिक दिपक कुँवरलाई पनि हामीले भेटेर कुरा गऱ्यौँ दाइ यो के गर्नुभएको यस्तो तपाईँहरूको चाहिँ जस्तै एउटा सानो लगानीले गर्दाखेरि यो पवित्र ठाउँलाई नै बिगार्ने कुरा काम चाहिँ गर्नु भएन भन्दाखेरि यहाँबाट कुनै किसिमको जुन यो गन्ध आउने देखि लिएर अप्राकृतिक रूपमा चाहिँ आउने देखियो भने बन्द गरिदिनुहोस् हामीले राज्यको नियमबाट र जुन कुरामा कानुनी नियमबाट चाहिँ हामीले बनाएका हौँ कानुनी विपरीत हामी गएका छैनौँ भन्ने कुरा गर्नुभयो त्यसको लागि अझ पनि चित्त बुझेन भने हामी सपन्तमै जस्तै यो नगरपालिका हाम्रो टोखा नगरपालिकाका मेयर उपमेयर अनि जनप्रतिनिधि हाम्रो 2 र 3 का वडाहरू छे 1 का वडाहरू छे जुन त्यो सम्बन्धमा त्यो ठाउँमा सम्बन्धित भएका अग्रज व्यक्तिहरूलाई हामीले सपन्तमा नै एउटा इन्टरेक्सन कार्यक्रम राखेर अब त्यहाँका इन्जिनियर पाटो भएका अनि जस्तै यो हाम्रो मन्त्रीज्यूहरू जुन सम्बन्धित एकदम यो के अरे एकदम जिम्मेवारी व्यक्तिहरूलाई त्यो ठाउँमा बोलाएर हामीले इन्टरेक्सन प्रोग्राम गर्ने अवस्था चाहिँ गर्नेमा छौँ र जुन अघि दाइले भन्नुभयो एउटा उता सङ्गम बेनी खोलाको विषयमा त्यो खोलामा पनि जस्तै हाम्रो संस्कृति कहाँबाट जोडिन्छ भन्दाखेरि यो 2टा खोला सङ्गम चाहिँ नै अहिले वैशाखी गते चाहिँ नै जुन यो मेला लागेर त्यहाँ स्नान गरिन्छ भने त्यो उताबाट फर्केर गएको सङ्गम बेनी खोलामा यो नौरठ हाम्रो चाहिँ जस्तै यो दसैँको पहिलो दिन त्यो ठाउँमा नुहाएर जमरा घट स्थापना राख्ने चलन त्यहाँबाट जोडिएको छ त्यो भएको हुनाले म तपाईँलाई पनि के भन्न चाहन्छु भने यो स्वतन्त्रतामा अप्राकृतिक रूपले चाहिँ जस्तो जो कसैले फोहोर अथवा कुनै क्रियाकलापले चाहिँ त्यस्तो गरेको देखेमा थाहा पाएमा हामीलाई पनि भन्ने गर्नुपर्छ र सम्बन्धित निकायमा पनि सबैले चाहिँ खस्किजानुपर्छ भन्ने कुरामा राख्छु। अनि यो पहिला भन्ने गरिन्थ्यो अजी बाजेहरूले नै भन्नुहुन्छ कि यो
थुनिएको पानी छ नि, जुन पोखरीमा थुनिएको पानी चाहिँ आफै खुलेर आउनुपर्छ। पानी परेर अथवा प्राकृतिक कुनै कारणले चाहिँ आफै खुलेर आउनुपर्छ, मान्छेहरूले चाहिँ त्यहाँ हात हाल्नु हुँदैन भन्छ नि। तर अहिलेको यो आधुनिकीकरण शैलीले बनाएको पोखरीमा चाहिँ त्यो देखिँदैन नि। यो चाहिँ अहिले कसरी त्यो पानी चाहिँ कसरी बग्ने चलन छ अहिले? अनि नानीले भनेको कुरामा जुन दह थुनिसकेपछि मेला सकिसकेपछि त्यो पानी आफै बग्छ अथवा कसैले खोल्न मिल्दैन भन्ने विषयमा खोल्न मिल्दैन। अहिले पनि त्यही चलन छ। अहिले चाहिँ कस्तो छ, पहिला चाहिँ त्यो ड्याङ अहिले जुन वालले नबनाएको बेलामा त्यो दुईवटा खोला एकै ठाउँमा डाङ्गा जान्छ। तर अहिले चाहिँ जस्तै हामीले महसुस गरेको त्यहाँ ज्वाबे अहिले पनि छ। ज्वाबेलाई स्वामी भन्छ होइन, वा ज्वाबे लु ज्वाबे। अहिले पनि के छ भन्दाखेरि साउन भद्रौ अथवा चाहिँ असार साउन महिनामा जति बारीको भेल आउँछ त्यो भेलले जाने अहिले पनि त्यो ज्वाबेबाट अब वाललाई चाहिँ भड्काएर लान सकेन। तर ज्वाबेलाई चाहिँ भड्काएर अहिलेसम्म लगेको छ। अहिले पनि हामीले हेर्दा जस्तै यो अब आउने असार साउनमा हामीले देख्न पाउनुहुनेछ त्यो ज्वाबेलाई साफ सुग्घर गरेर लान्छ। तर लान त लग्यो नि होइन, त्यो लगेको हुनाले अब धेरै लानेमा र थोरै लानेमा मात्र फरक हो। लाने अहिले जाने मात्रै त्यसै अनुसार चाहिँ गइरहेको छ। भनेपछि पहिला चाहिँ मम्मीहरूले भन्नुहुन्थ्यो त्यहाँ खोलातिर नखेल बाउ खोलेर आउँछ भनिन्थ्यो नि। त्यही बेला धेरै नै व्यापक रूपले चाहिँ पोखरी ठुलो हुँदो रहेछ होइन। अनि यो हाम्रो सपना तीर्थ मेलाको जानकारी त टोखामा बस्नेलाई थोरै भए नि छ होइन। तर बाहिर हाम्रो आन्तरिक पर्यटनहरू भयो, बाहिर पर्यटनहरूलाई चाहिँ त्यस्तो धेरै केही पनि थाहा छैन होइन। यो थाहा पाउनको लागि चाहिँ हजुरहरू यो सपना तीर्थ खल भयो, व्यवस्थापन समिति र स्थानीय सरकारले चाहिँ के कस्ता पहलहरू दिइरहेका छन् यो जानकारी चाहिँ सबै माझ प्रस्तुत गर्न? यो जात्रा पछाडि जात्रा यो मेला चाहिँ किन लागिन्छ, के कारणले लागिन्छ भनेर चाहिँ एउटा प्रचार प्रसार गर्ने चलन कसरी चाहिँ पहल हुँदैछ? अब यसमा भन्नुपर्दाखेरि अब वैशाख 1 गते भनेपछि नेपालभरिका हाम्रो देशैभरिका आम भक्तजनलाई त थाहा छँदैछ। हजुर। अब तैपनि अहिले यो विधिवत रूपमा चाहिँ विकास भएको प्रविधि अनुसार हामीले विभिन्न माध्यमबाट चाहिँ प्रचार पनि गरेका छौँ। वैशाख 1 गते यो ठाउँमा यसरी मेला लाग्छ भनेर पोहोर साल हामीले देशैको राष्ट्रपतिज्यूलाई पनि हामीले एउटा निमन्त्रण गरेर यहाँ दर्शन गराएँ। अब यसपालि पनि हिजो मात्रै गएर आएँ हाम्रो नगरपालिकाका जनप्रतिनिधिहरू र हामी लगायत। यो वैशाख 1 गते निरन्तर चाहिँ तपाईँ राष्ट्रपति उपस्थित भएर चाहिँ यसको शोभा बढाइदिनु पर्यो भनेर यो विभिन्न माध्यमबाट वैशाख 1 गते टोखाको सपना तीर्थ मेलामा आउनुहोस्, भक्तजनहरू चाहिँ जस्तै दर्शन गर्नुहोस्। तपाईँहरूलाई चाहिँ विभिन्न खालको चाहिँ जस्तै अब मनमा दुविधा भएका घाउ खटिराहरू आएका हरेक कुरामा त यहाँ निको हुन्छ भनेर हामी प्रचार गरेका छौँ। हजुर। यसमा अलिकति थाहा पाउनु हो नि, जुन यो मेलाको यो काठमाडौँसँग जोडिएको, राजधानीसँग जोडिएको अनि एकदम दूरीको हकमा पनि एकदम नजिक रहेको यो राज्यले अपहेलित भएको ठाउँ हो। यो सपना तीर्थको मेला जुन अरू पशुपतिमा मेला लाग्छ, कहाँ मेला लाग्दाखेरि तपाईँको यो प्रचारको माध्यम जुन अब पत्रकारहरू सबै त्यहाँ भ्याइ नभ्याइ पुगिरहेको हुन्छ र हाम्रो यो टोखामा लाग्ने मेलामा सपना तीर्थको मेलामा राज्यबाट अहिलेसम्म त्यो प्रचार प्रसारको माध्यमबाट हामीले सहयोग पाउन सकिरहेका छैनौँ र हामीले धेरै प्रयत्न गर्यौँ, धेरै दुःख कष्ट पनि हामीले गर्दाखेरि पनि एक खालको पाउन सकिरहेको छैन। त्यसकारण यसमा राज्यप्रति हामी यो चिया विकास समिति अलिकति असन्तुष्ट हाम्रो छँदैछ। त्यसै वर्षै हामीले चाहिँ यो प्रचार माध्यममा अलिकति फोकस गरेर प्रचार गरिदिनु भनेर हामी यो सबैमा आग्रह गरिरहेका छौँ। यहाँका जनप्रतिनिधिहरू भयो, टोखा नगरपालिका भयो, अनि यहाँबाट प्रदेशका भयो, अनि यसको यो केन्द्रीय सरकारसँग हामीले हातबाट मारिरहेको त हामीले सहयोग प्राप्त गर्न सकिरहेको छैनौँ। अहिले चाहिँ हामीलाई के खुसी लाग्छ भने यो टोखाको एउटा इन्क्रेडिबल
जुन संस्था छ यसलाई प्रचारको माध्यममा जुन लान खोजिरहेको छ यहाँ हामी आएर जुन अहिलेको जात्राको पर्वको रूपमा चाहिँ जुन अब हामी भडाकुसारी गरिरहेका छौँ यो सबभन्दा हामीलाई खुसी लागेको छ चेन हो अहिलेसम्म जुन टोखाको 1-2 संस्थाले 1-2 वर्षदेखि गरिरहेको छ हामी आफैले पनि स्वतन्त्र क्षेत्र विकास समितिको तर्फबाट पनि पहलबाट पनि हामीले वर्षै पछि लगभग 50-60 हजार त्यसमा खर्च गर्ने गरिरहेका छौँ यो प्रचार प्रसारको लागि चाहिँ मान्छे हायरमा ल्याएर उहाँहरूलाई खुवाएर उहाँले पैसा दिइकन यसै प्रचार गरिरहेका छौँ योभन्दा अगाडिको सालदेखिसम्म नै अहिले जुन आजको यो इन्क्रेडिबलले जो एउटा कार्यक्रम गरेर हाम्रो एउटा मनोबल उठाउने काम गरिरहनु भएको छ यो निरन्तरता अगाडि बढ्न सक्नु भन्ने एउटा शुभकामना पनि दिन चाहन्छु हजुर अनि समग्रमा भन्नुपर्दा यो सपना तीर्थ मेलालाई सफलतापूर्वक सफल बनाउन चाहिँ यो सपना तीर्थ खल अनि यो व्यवस्थापन समिति स्थानीय सरकारले चाहिँ व्यवस्थापन त गरिरहेको छ हामीले देख्न पनि सक्छौँ होइन यो मन्दिरहरू चाहिँ पुनर्निर्माण हुँदैछ अनि अझै गर्नुपर्ने पहलहरू नै देखिरहेको छ होइन व्यवस्थापन अनि हजुरहरूले चाहिँ यो गर्दै हुन्छ यसलाई चाहिँ अझै व्यवस्थित ढङ्गले लगिदिनु भए भए हुन्थ्यो भन्ने केही विचारहरू छ कि हजुरमाझ छ भइरहेको छ उहाँ लागिरहनु भएको छ उहाँसँगै म भन्छु जस्तै अब यो महत्त्वपूर्ण कुरा उठाउनु भयो कि तपाईँले हजुर अब हामीले पनि धेरै प्रकारबाट जाने धेरै किसिमबाट धेरै माध्यमबाट हाम्रो स्थानीय सरकारलाई चाहिँ धेरै अनुरोध गरे धेरै बिन्ती चढाए यो किन भन्दाखेरि हुन त पुनर्निर्माणको कुरा ल्याउनु भयो टोखा नगरपालिकाले मन्दिर बनाउनको लागि झन्डै 1 करोड 6 लाख रुपियाँ हालेर मन्दिर पनि बनाउनु भयो त्यहाँ एउटा पार्टी पनि बनाउनु भयो र प्रदेश सरकारबाट पनि प्राप्त भएको छ हामीलाई र स्थानीय सरकारबाट पनि पहल भएको छ र उपत्यका विकास प्राधिकरणबाट पनि त्यहाँको पूर्वाधारहरू तयार गर्नको लागि डिपिआरदेखि लिएर सरकारीबाट त्यो भौतिक पूर्वाधारहरू गर्नुभएको छ तर मुख्य कुरा चाहिँ त्यहाँ अहिले के गरिदिनु भएको छैन भन्दाखेरि जुन मन्दिरको वरिपरि अहिले बस्ती विकास हुन थालेछ मन्दिरको वरिपरि बस्ती विकास जस्तै हुनुभन्दा अगाडि एउटा स्थानीय सरकार वडाबाट अथवा नगरपालिकाबाट त्यहाँको मापदण्ड कायम गरेर जस्तै जो कसैले स्थानीयले अथवा जो कसैले घर बनाउँदाखेरि त्यो घरलाई चाहिँ कति तलासम्म बनाउने र कति फिट पछाडि अगाडि सर्ने त्यसको मापदण्ड कायम गराएर एउटा नीति नियम बसाल्यो भने त्यो ठाउँलाई पूर्ण रूपमा जुन हामीले चाहिँ एउटा परम्परादेखि सोचिआएको त्यो पक्का हुन सक्छ अहिले चाहिँ जस्तै मापदण्ड बनाइदिएन भने कसैको 5 तला कसैको 1 तला कसैको 2 तला कसैको तारा बनायो भने त्यहाँको पूर्वाधारहरू बिग्रिन सक्छ त्यहाँको प्राकृतिकहरू बिग्रिन सक्छ भनेर हामीले धेरै अनुरोध गरे तर यसको अहिलेसम्म वास्ता गरेर त्यो ठाउँमा यसरी नै बनाउँछु भन्ने कुरामा कुनै जनप्रतिनिधिहरूसँग हामीले पाएका छैनौँ रह्यो अर्को कुरा त्यो ठाउँलाई चाहिँ एउटा धार्मिकसँग जोडिएको हुनाले धार्मिक सम्पदा घोषणा गरेर किनकि त्यो क्षेत्रलाई धार्मिक सम्पदा घोषणा गर्नु पर्यो पहिलादेखि नै अघि दाइले भने जस्तै राज्यबाट अहिलेसम्म कुनै तहले न राज्यबाट पूजाआजाको लागि जाने त्यहाँ केही छ न स्थानीय सरकारबाट केही छ केही पनि पाएको छैन एउटा सीमित स्वतन्त्र खलक भनेर चाहिँ एउटा नामाङ्कन गरिएको छ त्यसमा चाहिँ अहिले झनै 118 देखि 26 खलक भयो होला हाम्रो तथ्याङ्क अनुसार 2055-56 सालतिर चाहिँ पुरानो एकचोटि त्यहाँ मन्दिर बनाउँदाखेरि तथ्याङ्क लिएको थियो हामीले 85 खलक मध्येमा त्यहाँबाट बढ्दै अहिले चाहिँ बिचमा एकचोटि लिए 118 खलक अहिले भयो होला 130-32 खलक भयो होला हामी आफैले 5-5 हजार राखेर त्यो ठाउँलाई चाहिँ सुरुवात गरे हाम्रै खलकहरूले त्यहाँ बजेटको नाम निशाना आएन त्यो गर्दाखेरि यहाँसम्म आयो यहाँसम्म आइपुग्दाखेरि अब तपाईँहरू जस्तै यस्तै मिडियाका जस्तै तपाईँहरू जस्तो मान्छेहरू लगायत कोही कसैले हाम्रो यो कुरालाई हामीले चाहिँ जस्तै जुन ठाउँमा गएर भनेको सम्बन्धित मान्छेले मात्र देखेर सुन्यो यो जस्तै यो बजारमा अथवा चाहिँ कुनै भक्तजनहरूमा पुर्याउन सकेन यसै मिडिया मार्फत चाहिँ तपाईँहरूलाई पुर्याइदियो भने ओहो साँच्चीकै हो यो स्वतन्त्र खलकका व्यक्तिहरू र सदस्यहरू र स्वतन्त्र क्षेत्र विकास समितिका सदस्यहरू परिवारहरू चाहिँ चुप लागेर बसेको छैन रहेछ भन्ने कुरा तपाईँहरूले नै सबैको
मनमा चाहिँ पुर्याइदिनु हुनको लागि पनि म विनम्र अनुरोध गरेँ। हजुर, यो हाम्रो सपना तीर्थ मेलामा चाहिँ विकास भइरहेको छ। पहिला कस्तो थियो र अहिले एकदमै भिन्न भइसकेको छ नि त होइन। तर पनि यो जुन मेला लाग्ने दिन चाहिँ वैशाख 1 गते, त्यही बेलादेखि चाहिँ त्यो दिन चाहिँ यो हाम्रो गेटदेखि चाहिँ सपना तीर्थसम्म बाइकहरू निषेध छ नि त होइन। हजुर, त्यति बेला त्यो भइकन पनि त्यो गेटभित्र चाहिँ पसलहरू थाप्ने गरिन्छ नि त होइन। यो वडाले नै हेर्ने गरिन्छ त्यो पसल थाप्नेहरू। यो बाटोसम्म राखेको त ठिकै थियो, तर त्यो मन्दिरको प्राङ्गणमा छ नि जुन चाहिँ पसल हालिरहेको हुन्छ, मान्छेलाई हिँड्न नै धौधौ भइरहेको हुन्छ नि त। यसमा चाहिँ व्यवस्थित ढङ्गमा अगाडि बढ्न के कदमहरू चाल्न सकिन्छ? यसमा यस्तो हो, जुन यो व्यापार व्यवसायको कुरा रह्यो, एउटा पक्ष त्यो र अर्को पक्ष भनेको दर्शन गर्न आउने भक्तालुहरूलाई चाहिँ बाटो साँघुरो रह्यो, बाटोलाई आवाज गर्न कठिन भयो भन्ने कुरो रहेछ। त्यो हामीले गरेका छौँ। प्रायः जसो मेला लाग्ने ठाउँमा पसल व्यवसाय नगर्दा पनि त्यसमा अलिकति खल्लो हुँदो रहेछ। कारण के हो त भन्दाखेरि जुन मेला भर्न आउँछन् चाहिएक पनि त्यहाँ त्यो ठाउँमा खाने र व्यवस्था भइदिएन भने त्यो अन्यत्र जानुपर्ने हुन्छ। त्यस कारण चिया खानेलाई पनि टलटल लागिरहेको हुन्छ। त्यो भएको कारणले गर्दाखेरि पनि हामीले पसलको रूपमा चाहिँ अलिकति हुनुपर्छ, हामी आफैले यो खलकले पनि भन्ने गरेका छौँ। एउटा पक्ष रह्यो। दोस्रो पक्ष जुन मेलाको एउटा खचाखच भर्नको लागि पनि के हुँदो पर्दछ त भन्दाखेरि जुन अब यो पूजाको सामानहरू त हामी आफैले पनि त्यहाँ बनाएर बेच्ने सक्ने अवस्था त छैन, अहिलेसम्म गरेका छैनौँ। त्यो भएको हुनाले जुन जहाँ जहाँ मेला लाग्छ त्यहाँ जुन त्यो पूजाआजा सबै बेच्नेहरूको मान्छेहरू जहाँ हरेक ठाउँमा जाँदाखेरि हामीले त्यो चाहिँ घुइँचो भएकै पाउँछ। त्यहाँ त्यो मान्छेहरू त्यहाँ भइदिएन भने अलिक मान्छेको खचाखच पनि त्यसो नदेखिनु रहेछ कि। उहाँ दाइले भने जस्तै हामीले 2-3 वर्ष अगाडि 4-5 वर्ष अगाडि यो गेटभित्र जाने जस्तै जुन पूजाका सामानहरू बाहेक अरू जाने जस्तै त्यो भोजन पसलहरू लगायत सबै नराख्दाखेरि भक्तजनहरू पाटो देख्यो कि यो वैशाख 1 गते होइन कि भने जस्तो पनि भयो। त्यो एउटा इतिहास के छ भन्दाखेरि पशुपतिको जात्रा सिद्राको व्यापार पनि भन्ने गरिन्छ नि त। कोही कोही लेक पार हरेक ठाउँबाट आउने भक्तजनहरू दर्शन गर्नको लागि मात्र पनि नआइकन त्यो बेलामा अलिक सस्तो मस्तोले जाने केही सामानहरू पाइन्छ भनेर पनि आउने हामीले पाएँ कि। हुन त त्यो ठाउँमा जस्तै अब भक्तजनलाई जाने जस्तै त्यो घुइँचो देखाउनलाई त एकतर्फले भइहाल्यो। दोस्रो तर्फ जाने अहिले पो हरेक ठाउँमा बजारीकरण भयो, ठाउँमा छ। पहिला त त्यस्तो थिएन। त्यही सपनतीर्थको मेला पनि आउने, दर्शन पनि गर्ने, त्यो ठाउँमा जाने जस्तै अब विभिन्न किसिमको जाने त्यो पसलहरू ठाप्नेहरूसँग जाने लुगाफाटाहरूदेखि लिएर हरेक आफूलाई चाहिने जे छ त्यो पनि दुइटै कामले दर्शन पनि गर्ने र दर्शन गरे सिकेपछि अर्को दिन नआउनु नपर्ने गरी के सामान छ त्यो किनेर पनि लाने चलन रहेको हुनाले 2-3 वर्ष त्यसो गरेर नै गर्दाखेरि त्यहाँ जाने खासै भक्तजनहरू त्यतिजना बाक्लो उपस्थितिमा पाएन। त्यो भएको हुनाले हामी त्यसलाई पनि मध्यनजर गर्दैछौँ। भनेपछि भिडभाड नभएपछि चाहिँ मेलाको मजै नआउने रहेछ है, रौनक चाहिँ नआउने। हजुर, मन्दिर निकाल्ने गरिन्छ नि त होइन, रथमा बोक्ने मन्दिर। त्यहाँ चाहिँ सपना तीर्थ मेलाको दिन चाहिँ 2टा मन्दिरलाई पूजा गरिन्छ होइन। एउटा चाहिँ रथमा भएको मन्दिर र एउटा चाहिँ मेन मन्दिर। त्यो गर्नुको केही धार्मिक कारण छ र? यसमा हुन्छ सायद अब थाहा मभन्दा पनि दाइले थाहा छ। हजुर, त्यो अब तपाईँले भन्नुभयो एउटै उसमा चाहिँ 2टा, एउटालाई चाहिँ जस्तै माथि अब मूर्तिको प्रतिष्ठापन गरेका छौँ। अनि त्यो मूर्तिलाई अब जस्तै घरमा राखेर त्यो जुन जात्रा गर्ने भगवान्लाई चाहिँ त्यो बेला चाहिँ त्यहाँ पोखरीमा स्नान गरेर माथि लगेर ठाप्नु गरे। त्यो एउटै भगवान् हो। तर किन तल र माथिको भन्ने विषयमा म गर्छु। माथि चाहिँ गणेश भगवान् भयो, तल जाने त्यो नाग, बालसुकी नागको रूपमा त्यहाँ रूपान्तरण अहिले पनि गरिन्छ त्यो खटमा। माथि सपना विनायकको मूर्ति प्रतिष्ठापन भयो, तल जाने नागको रूपमा बालसुकी नागको रूपमा चाहिँ पूजाआजा गर्ने गरिन्छ। त्यो भएको हुनाले 2 ठाउँमा त्यो सुनेको। अब यसमा अझ दाइले व्याख्या गर्दाखेरि ठिक होला जस्तो लाग्छ। यसमा त्यही हो,
मन्दिरको रूपमा चाहिँ माथि त अब हुने नै भयो, मूर्ति नै हुने भयो। एक आपसमा मूर्ति नभएको ठाउँमा धार्मिक आस्थाको आत्मा पूजा गर्ने त्यति शोभनीय हुँदैन भन्ने चलन कठन छ। त्यही भएको हुनाले माथि त्यो मूर्ति र त्यसमा मुकुट पनि लगाएर सजी सवार हुने भयो। तलको हकमा त्यो मुकुट मात्रै जुन दायाँ बायाँ यो नागले घेरिएको मुकुट छ र त्यो मात्रै हुन्छ। त्यही भएको हुनाले नाग त्यसरी दायाँ बायाँ हामीले वार्षिक नाग हुने स्वपनतीर्थ विनायक जहाँ विराजमान हुने गरिन्छ त्यो ठाउँमा दायाँ र बायाँमा नाग चाहिँ विराजमान भएकै हुनुपर्छ। त्यो चाहिँ अहिले घरमा जुन उहाँको घरमा हामीले राख्ने गर्दैन त्यसमा पनि दायाँ बायाँ नाग छ, वार्षिक नाग भनेर पुज्ने गरिन्छ। त्यहाँ पनि त्यो वार्षिक नागको लागि चाहिँ साक्षी राखेर पूजा गर्ने भनेर गरिन्छ। अब नागलाई त हामीले देख्ने भने त्यसको चाहिँ स्वरूपलाई आकारलाई पूजा गर्नुको लागि त्यो चाहिँ तल राख्ने गरिन्छ। हजुर। अनि जुन यो वैशाख 1 गते चाहिँ हरेक खलक टोखामा जति पनि खलक छ टोखा यो वरिपरि भनौँ त्यहाँ बाँसुरी खला होस् ढिमे खला होस् सबै आएर त्यहाँ पुज्ने गरिन्छ नि त। यो वैशाख 1 गते नै पुज्नुको कारण चाहिँ यही यो मेलाले नै गर्दा हो र? त्यो बाजागाजाको हकमा त त्यहाँ अब अहिले पनि हामी जुन त्यो माथि स्वपनतीर्थ डाबखलक छन्, जोड भीमसेन डाबखला छन्, प्रत्येक महिनाको 1 गते उहाँले भजन कीर्तन गर्नु नै पर्ने हुन्छ, गरिरहेकै छ। र त्यो आस्थाको आधारमा नामै त्यो स्वपनतीर्थ नाम राखेर त्यो एरिया भएको कारणले गर्दाखेरि त्यो एक खालको त्यो भजन कीर्तन गर्ने छँदैछ। र त्यस पश्चात पनि अहिले चाहिँ 4 ती लघुदेखि माथिसम्म गर्दाखेरि 4-5वटा जति भजन काल यो अहिले चाहिँ देखा परिरहेको छ। त्यसमा उहाँले कहिले सोमबार कहिले मङ्गलबार र त्यसै शनिबार त्यसरी भजन कीर्तन गरिरहनु भएको छ। त्यो एक पक्ष त्यो अर्को पक्ष भनेको जात्राको माहौललाई एउटा सिँगार्नको लागि पनि यो हाम्रो टोखाको मात्रै नभइकन विभिन्न जिल्लाबाट प्रायः जसो यता भक्तपुर अनि ललितपुर अनि अरू त्यो जस्तो यहाँ हाम्रो आसपासका गाउँहरूबाट मनमैजो धर्मस्थली अनि हात्ती गाउँडा बुढाली गाउँडा सबै ठाउँबाट बाजागाजा लिएर उहाँहरूको एउटा यो मेला भर्नलाई आएको हुनु आइरहेको हामीले देख्न पाइरहेका छौँ। त्यहाँ एक खालको यो मेला भर्न एक खालको बाजाको रूपमा चाहिँ त्यहाँ गएर पूजा गर्न, अर्को भनेको हामीले त्यहाँ त्यो पूजा गर्न आएको जुन भक्तजनहरू हुन्छ उहाँ बालक बाजा खलक यता सबैले एक खालको त्यहाँ हामी जसको पालो छ त्यो पालो पर्नेले सबैलाई जे सकिन्छ सघाउन सकिन्छ। नभए के न के एउटा चिया अनि त्यो हामीले निवारमा चलन छन् एला जाँड रक्सी खुवाउने चलन छ, त्यहाँ के दिएर त्यो सबैले चाहिँ हामीले सम्मान सत्कारको रूपमा त्यो खलकले चाहिँ त्यो जसको पालो हुन्छ त्यसले उहाँले चाहिँ त्यो गर्नुपर्ने हुन्छ, त्यो हाम्रो दायित्व पनि हो। अनि त्यसमा पनि अलि यहीँकै प्रपर यहीँकै मात्र हो भने तपाईँको पहिलाको र अहिलेकोमा अलिक फरक भएको छ। जसले यहाँबाट टोखामा जति जानुहुन्छ उहाँलाई चियापान त छँदै छ। अनि एक खालको पहिलाको चुरोट भन्ने चलिन्छ नि त, चुरोट किन्नको लागि चाहिँ यति पैसा दिन्छु भनेर भनिन्छ, अहिले पनि हामी दिइरहेका छौँ। पहिला चाहिँ अब कति 50-60 पैसा दिनुपर्ने हुन्छ, अहिले चाहिँ लगभग 200 हामी सबैलाई यो प्रसाद ग्रहणको लागि चाहिँ अब के होस् भनेर भने 200-500-1000 रुपियाँ हामीले दिने गरेका छौँ। अनि केश भाइ त्यसमा जस्तै अब तपाईँले भने जस्तै सबै त्यही दिनमा किन आइन्छ किन पुजिन्छ भन्ने विषयको अब नयाँ साल भयो, सुरुवात 1 गते भयो, अनि प्रारम्भ आरम्भ सुरु गर्ने दिन आरम्भ हुन्छ नि। आरम्भ भनेको जस्तै वैशाख 1 गते त्यहीँबाट मेला लाग्ने, त्यहीँबाट सुरु हुने, पूजाआजा त्यहीँबाट हुने भएकोले यो हाम्रो देशैभरिका र यो जस्तै अब विभिन्न हाम्रो नेवार समुदायका ठाउँबाट जाने बाँसुरी ढेमा हरेक सबै त्यहाँ उपस्थित भएर स्नान गरेर धर्म कर्म गरेर त्यहाँको मेला भर्नको लागि पनि सबै हाम्रो जस्तै भक्तजनहरू आएन भने त्यहाँ अशोभनीय हुन्छ भन्ने कारणले गर्दाखेरि त्यो मेलालाई चाहिँ शोभनीय गर्नको लागि त्यही दिनमा सबै उपस्थित भएर त्यहाँ पूजा गर्ने। अनि यो सिद्धि गणेशसम्म पुग्न चाहिँ भक्तजनहरू 2-3 घन्टा लाइन बस्नुहुन्छ नि त होइन, त्यस्तो चर्को काम लागिरहेको हुन्छ। त्यति बेला चाहिँ भक्तजनहरू चाहिँ रिसाउनुहुन्छ कि हामी चाहिँ यस्तो चर्को घाममा बस्ने। अनि अस्ति ठ्याक्क 2 वर्ष अगाडि चाहिँ हाम्रो यो प्रधानमन्त्री आउनुभएको थियो नि त, राष्ट्रपति आउनुभएको थियो, त्यति बेला चाहिँ भन्नुभएको थियो उहाँलाई चाहिँ किन धेरै महत्त्व दिने, हामी चाहिँ यत्रो 2-3 घन्टा नै घाममा यस्तो गलेर आइसकेका छौँ, त्यस्तो त भएन नि भनेर उल्टै हाम्रो यो स्वयंसेवकहरूलाई चाहिँ धम्काउने गाली गर्ने र त्यस्तो भन्नुभएको थियो। हजुरहरूले चाहिँ यो भक्तजनहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब यसमा अब
धर्म गर्न आउँदाखेरि रिसाउनै पाउँदैन पहिलो कुरा। हजुर। दोस्रो कुरा प्रजातन्त्र पनि भएको। अब किनभने भन्दाखेरि जो कोही पनि राष्ट्र प्रमुख भनेपछि त्यो एबिसिबी जे जस्तो मान्छे त्यहाँ बस्दा पनि हामी संविधानको मर्मले दिएको भएअनुसार राष्ट्रपति भनेर मान्छौँ। हजुर। अलिकति उहाँ अलिक विशिष्ट व्यक्ति हो। विशिष्ट व्यक्तिलाई पहिलो प्रायोरिटी हामी दिनैपर्छ, संविधानले तोकेको छ। हजुर। जुन त्यो लाइनमा बसेर ठाकेर लाइनमा बसेर भक्त के धर्म गर्ने नै होइन, अझ दुःख गर्नुपर्छ अनि पो आशीर्वाद पाउँछ। हजुर। हामी यति घन्टादेखि लाइनमा बसिसके यस्तो हो उस्तो भने त्यो पाल्नै मिल्दैन। त्यो स्वेच्छाले गर्ने हो। तर सुरक्षाको कारणले गर्दाखेरि हरेक विभिन्न कारणले गर्दाखेरि राष्ट्र प्रमुख भनेपछि हामी जनताहरूको माझमा हामीभन्दा प्रमुख नै हो। हजुर। उहाँलाई अलिकति प्रायोरिटी दिनुपर्छ। त्यसकारण हामीले जुन त्यो अरू भक्तजनहरू जुन त्यो रिसाउने यिनीहरू त्यो आफ्नो ठाउँमा छ, तर उहाँहरूले भनेको गुनासोलाई पनि हामी स्वीकार्छौँ। तर स्वीकार्दै पनि अब प्रमुख भनेको प्रमुखै हुन्छ, त्यसलाई प्रायोरिटी दियो र गऱ्यो भनेमा उहाँहरू रिसाउनु पाउनुहुन्न। त्यो अघि तपाईँले भन्नुभयो राष्ट्र प्रमुख मात्र होइन, हामीले अरू वृद्धहरू अरू अशक्तहरू उहाँलाई पनि प्रायोरिटी दिने गरेका छौँ। त्यो भएको कारणले गर्दा उहाँले दियो, हामी लाइनमा बसेर आएका त्यो भन्न अलिकति नसुहाउँदो रहेछ कि उहाँले त्यही हामी जे होस् नरिसाइकन पूजाआजा गर्नु भन्ने हाम्रो मनबाट त्यो भन्न चाहन्छु कि। अनि यो हाम्रो मूर्तिको चाहिँ पूर्ण स्थापना भएको थियो सायद है, सुन्नेसम्म चाहिँ पहिला अर्कै मन्दिर थियो भने चाहिँ अहिले चाहिँ सेतो खाले मूर्तिको मन्दिर छ नि, यो पूर्ण स्थापना भएको मन्दिर पहिलाको मन्दिर चाहिँ अहिले कहाँ छ, कुन स्थितिमा छ भन्ने एउटा प्रश्न सोध्न चाहे हजुरलाई। यो यस्तो जुन पहिलाको मूर्ति सुरुदेखिको मूर्तिको हकमा त कहिले छोरी हो नि कहिले के हो नि निरन्तर भइरहेकै छ। जुन अब त्यो भएको मूर्ति पहिला त्यो सेतो थियो, त्यो चोरी भयो ल, त्यस पश्चात अनि अरू कार्लो मूर्ति स्थापना गरियो। त्यसमा पनि अब सकभर हामी मूर्ति स्थापना गरिसकेपछि केही न केही टुटफुट नगरिकन त्यो हामीले त्यसलाई चाहिँ अर्को स्थापना गर्न मिल्दैन। त्यो हामीले धार्मिक संस्कारले पनि दिँदैन हैन। त्यो भएको हुनाले हामीले यो 1 वर्ष भयो, 1 वर्ष अगाडि त्यो मूर्तिलाई पुनः स्थापित हामी किन गर्नु पर्यो भन्दाखेरि जुन यो हातमा लड्डु हुन्छ, हातमा यसो थापिरहेको लड्डु छ, त्यो लड्डु चाहिँ टुटे फुटेर त्यो चाहिँ छैन, त्यो अहिले लड्डु नै छैन। त्यो भएको हुनाले लड्डु हेरेर शब्द धेरै अब 1 वर्ष अगाडि हामीले थाहा पायौँ, हेर्दाखेरि त्यो लड्डु छैन के गर्नु भन्ने कुरा हामी सबै क्षेत्र विकासले धेरै सल्लाह गऱ्यौँ। अलिकति गण्यमान्यसँग पनि हामीले सल्लाह गऱ्यौँ, अलिकति संस्कृतविदहरूसँग पनि सल्लाह गऱ्यौँ। सबैसँग सल्लाह गरिसकेपछि यो टुटफुट भएको मूर्ति चाहिँ प्रायः जसो राखिँदैन, नराख्दा हुन्छ, त्यसलाई अलिक अर्कै मूर्ति बनाएर प्रतिस्थापना गर्नुपर्ने हुन्छ भन्ने ढङ्गको कुरा आइसकेपछि हामी बल्ल चाहिँ त्यो पूर्ण स्थापित यसरी भएको हो। आफू खुसीले कसैले गर्न चाहँदैमा त्यो चाहिँ गर्न पाइँदैन र विगतमा के भयो अहिले चाहिँ त्यो चाहिँ पाइँदैन। हामीले गर्न कसैलाई पनि दिइरहेका छन्, छुट छैन हामीलाई। अनि अहिले चाहिँ यसैमा जोडेर अहिले जुन अब यो सेतो र कालो घरमा हेर्दाखेरि कस्तो राम्रो हुन्छ, स्थापना त गर्नै पर्छ। राम्रो कुन हुन्छ त, जुन उसमा ढुङ्गामा पनि विभिन्न क्वालिटी हुँदो रहेछ र क्वालिटीको बेसको आधारमा हामी गइसकेपछि त्यो कस्तो किसिमको राख्ने भने सेतो राख्दाखेरि चम्किलो हुन्छ, राम्रै हुन्छ ढङ्गले भएन। सबैको सहमति अनुसार सल्लाह गरेर त्यो राख्यौँ र त्यसमा पनि त्यो ढुङ्गा खोल्नलाई नै हामीलाई झन् 2-3 महिना 3-4 महिना त्यो लाग्यो हामीलाई। जे पाए त्यो मूर्ति राख्न त भएन, ढुङ्गा ल्याउनु पनि भएन। त्यसो भएको हुनाले पूर्ण स्थापना त्यो फेरि प्रतिस्थापना गर्नको लागि चाहिँ आज जो मन लाग्यो सामान्य पूजा गरेर यताउता गर्न त्यो चाहिँ मिल्दो रहेछ। धार्मिक संस्कार अनुसार हामीले जुन अब गत सालमा गर्नु अस्ति पनि गऱ्यौँ, फेरि लगभग 5 वर्षसम्म त्यसलाई चाहिँ त्यो के भन्छ भित्र आत्मालाई चाहिँ पूजा साक्षी राखेर पूजा गर्नुपर्छ, आत्मा पूजा गर्नुपर्छ भनेर भन्छौँ। त्यसरी हामी गरेर अलि जस्तो अरू जे पाए त्यसरी जाँदै राख्ने गरेछन्, त्यसरी हामीले राख्न पाउँदैन, त्यो राख्ने हुँदैन, त्यो राख्न दिँदैन पनि हामी त्यसरी अगाडि बढिरहेको छ। अब यही मूर्तिको विषयमा जुन सेतो र कालोको विषयमा र पुरानो हुँदाहुँदै नयाँ प्रतिस्थापन किन गरेको भन्ने विषयमा तपाईँले भन्नुभयो। यसमा अहिले नरेश गुर्जु वज्राचार्य उहाँ भनेको अहिलेको जल्दो बल्दो उपकुलपति, उहाँ प्राध्यापक पनि हुनुहुन्छ
उहाँसँग हामीले सल्लाह गऱ्यौँ संस्कृतविद पनि हो संस्कृतविद उहाँको भनाइअनुसार अब के अब आफूले जाने भन्ने कुराहरू जारी गर्नु पर्यो अब त्यत्रो यतिसम्मको जाने जस्तै पवित्र ठाउँमा हामी आफैले किन गर्ने राज्यले जुन बनाएका र राज्यले नै एउटा ठाउँ दिएका मान्छेहरूसँग सल्लाह गर्दाखेरि यो कति गणेश मध्येमा यो हाम्रो सपना विनायक यो सपना विनायक भनेको सेतै हुनुपर्छ भन्ने कुरा छ उहाँले गर्नुभयो पहिला चाहिँ चोरेर लगेको गणेश पनि सेतै थियो कि अनि सेतै थियो पछि चाहिँ जस्तो अब यतिसम्म त्यो ऊ बेला थिएन अब त्यहाँ मन्दिरमा मूर्ति चोरी भइसक्यो अब कोही कसैले राख्ने इच्छा पनि जगेन कोही कसैले केही पनि गरेन अनि एकजना भक्तजन जस्तै अब त्यो उहाँ स्वर्गवासी हुनुभयो जन्मराज उहाँ हामी मामा पनि भन्छौँ उहाँले चाहिँ जस्तै यो चोरी भएको ठाउँमा हामी एउटा मूर्ति थापना गर्नु पऱ्यो भनेर उहाँले थापना गर्नुभयो उहाँले कसरी थापना गर्नु पऱ्यो भनेर आफ्नो स्वाभिमान आफ्नो स्वेच्छाले गर्नुभयो ऊ अहिले जस्तो कुनै जस्तै अब संस्कृति कहाँ को कहाँ थाहा पनि थिएन अनि उहाँले जाने थापना गर्नुभयो उहाँले थापना गरेको त्यो मूर्ति झनै झनै कति 53 साल कि 54 सालमा चोरी भयो होइन के अरे चोरी भएकोमा उहाँले थापना गर्नु झनै झनै यो 20-25 वर्षबाट त्यो मूर्ति आफै नै जाने टुटफुट भएर आयो त्यहाँ कोही कसैले इलाज गरेको होइन त्यो टुटफुट भएको मूर्तिलाई चाहिँ हाम्रो परम्परा अनुसार हाम्रो संस्कृति अनुसार के भन्छ भन्दाखेरि ढिवा कुवा पिजाट ढिवा कुवा होला ढिवा आज नै जस्तै हिलिमाल ठै ठासे जाने मेरो मूर्ति थाप्ने माल परिवर्तन गर्नु पर्यो भने चाहिँ एउटा हाम्रो महिमा छ त्यही अनुसार चाहिँ हाम्रो धेरै दाजुभाइहरूसँग सरसल्लाह भयो छलफल भयो के गर्ने भन्ने विषय भयो अनि एकजना त्यस्तै अब भक्तजन भनौँ अथवा जाने डाटा भनौँ उहाँ आएर जाने म चलाउँछु भनेर जस्तै अब हाम्रै सपोर्ट फ्लका एकजना रामकृष्ण दाई उहाँले चाहिँ जस्तै अब हामीले त्यहाँ मिटिङ राखेर हामी सबैले गरौँ भन्ने कुरा भयो अनि उहाँ चाहिँ म एक्लै गर्छु भन्ने विषयमा चाहिँ उहाँले ल्याएर उहाँले धेरै दुःख गर्नुभयो धेरै यताउति गरेर त्यही विज्ञहरूसँग छलफल गरेर अनि सेतो र कालोको विषयमा यो ठाउँमा चाहिँ यहाँको वास्तुले दिएको अनुसार सेतै काम गऱ्यो भने चाहिँ अति उत्तम हुन्छ भन्दै गरेको हुनाले हामी सेतो जाने प्रतिस्थापन गरेको अनि यो हाम्रो सपना तीर्थमा चाहिँ शिलालेखहरू छ र त्यो बाहिरतिर चाहिँ त्यसो देखिँदैन तर सपना तीर्थमा चाहिँ शिलालेख छ कि छैन भन्ने कुरा शिलालेखको विषय भाइ जुन कुरा नानीले जाने त्यहाँ शिलालेख के छ भने थियो हामीले त्यो नीति पूजा पार्टी भनेर चाहिँ नामकरण गऱ्यौँ खासै त्यो नामकरण त्यति बेला पनि छैन त्यो पार्टीमा चाहिँ एउटा शिलालेख छ कसरी त्यहाँ प्राप्त भयो भन्दाखेरि हामीले त्यो फर्काउन पायो नि त्यहाँ जाने यो टोखा टोलका त्यहाँका भक्तजनहरूले जाने यो त पार्टी बनाएर वैशाख 1 गते पानी खुवाउने श्रद्धालु भक्तजनहरूलाई अहिले पो हरेक ठाउँमा जुन ठाउँमा गयो त्यो ठाउँमा पाइदिँदैछ ऊ बेला त्यो एकान्तर थियो त्यो ठाउँ पानी समेत यस्तो अब घामको तन्त्रापुर घाममा पानी समेत पिउन ठाउँ नभएकोले उहाँहरू भक्तजनहरूले जाने के गरेछ भने त्यहाँ एउटा पार्टी बनाएर श्रद्धालु भक्तजन आएका जतिहरूलाई पानी खुवाउने चलन अहिले पनि छ अब त्यो कति अब हामीले थाहा पाए अनुसार त्योभन्दा पहिलादेखि नै पानी खुवाउने चलन छ अनि उहाँले चाहिँ एउटा शिलालेख राखेको हुन्छ कि त्यो अब कसको त्यो अब परिवारको नाम राखेर सानो सानो मूर्तिहरू नै राखेर त्यो एउटा शिलालेख छ त्यही कारणले गर्दाखेरि अहिलेसम्म उहाँको नाति पनाति अब अहिलेसम्म चाहिँ जस्तै अब त्यो मसला पानी अनि सादा पानी 2-3 थरीको पानी चाहिँ अहिले पनि खुवाउने गरेका छन् त्यो शिलालेख भएको कारणले अनि यो सपना तीर्थ मन्दिरको तल एउटा पार्टी छ नि त होइन त्यहाँ भोज पनि खुवाइने गर्छ यो ठिक हो कि लाइक यसलाई कुन ढङ्गले हामीले स्वीकार्न सक्छौँ यसलाई अब यो जुन अहिले अलिकति चर्चा परिचर्चा हुन गइरहेको छ त्यो पार्टीको सवालमा त्यो पार्टीको कन्सेप्ट भनेको हाम्रो जुन त्यो मन्दिर भएको छ नि माथिल्लो मन्दिरको एरिया पुगेन सानो पहिला थुम्को मात्रै छ त्यो थुम्कोले अहिले चाडपर्व त्यो मेलामा त्यो मान्छेको चाप ठेक्न नसक्ने भएको कारणले गर्दाखेरि एउटा हामीले कन्सेप्ट बनायौँ तल एउटा पार्टी बनाएर माथि मैदान बनाउने त्यो मैदान बनाइसकेपछि तल अब त भक्तजनहरू जो जहाँबाट आउँदाखेरि पनि त्यहाँ बस्न मिल्ने खालको कन्सेप्ट हाम्रो त्यो कन्सेप्टले बनायौँ
त्यो बनाउँदाखेरि अब यो मेलामा मात्रै हो प्रयोग गर्ने अहिले पनि हामीले मेलामा आउने जो चाहिँ जहाँबाट आएको बास बस्न पनि छैन भने हामी त्यो सबै त्यो पार्टीमा बस्न दिइरहेका छौँ हामीले यो खलकले चलाइरहेको छैन होइन मेलामा अनि अर्को भनेको त्यो अब पार्टी भयो अब पार्टीको के गर्ने त्यतिकै खुला राख्ने के गर्ने भन्ने सवालमा रह्यो अनि त्यसमा चाहिँ अहिले त्यहाँ एउटा अहिले हामीलाई अलिकति दुःख पनि लाग्छ त्यो ठाउँ संरक्षण गर्नको लागि बत्ती पानी सबै फोहोर सबै गर्नको लागि चाहिँ संरक्षण गर्नको लागि एक खालको चाहिँ कर्मचारीको त आवश्यकता रह्यो हामी कर्मचारी पनि राखिरहेका छौँ स्रोत भनेको कहीँ कतै केही छैन मान्छेले देखिन्छ यो मेलामा आएको जुन पैसा छ त्यहाँ त लाखौँ लाख उठ्छ नि कन्सेप्ट त्यो छ साँच्चै त्यो लाखौँ लाख साँच्चै उठ्ने हो होइन अब यो हेर्दाखेरि 2-3वटा गाडी चाहिँ भरिन्छ 5 रुपियाँ अहिले पो अब पहिला अहिले चाहिँ 1 रुपियाँ 2 रुपियाँ छैन अहिले 5 रुपियाँ अनि मोहर यताले भर्ने हो त्यसमा पैसा कति हुन्छ भनेपछि यहाँ हाम्रो भाइ हिँड हुन्छ लगभग त्यसमा धेरै भयो भने 80-90 हुन्छ त्योभन्दा बढी हुँदैन त्यसमा त्यो पालो थाप्नलाई पालो पाउनको लागि नै गर्छन् मरिमिति गर्छन् अब पालो त आफूले लिनै पर्यो कस्ट भनेको के छ अब सबैले देख्ने कुरो त्यहाँ पैसा मजाले उठ्छ भन्ने कुरो छ अनि त्यही पैसाले गर्दा हुन्छ नि भन्ने कुरो रहन्छ त्यो पालो गर्ने मान्छेले वर्षमा 2 पटक मजाले भोज खुवाउनुपर्छ जुन यो 5 गते छ अनि 4 गते छ लगभग त्यो गर्दाखेरि भयभरको टोकाको सबै आउँछ सबैले खुवाउनुपर्छ हामी त्यो भोज अनि म मासु मात्रै खान्छु भन्ने मान्छेलाई मासु मात्रै खुवाउनुपर्छ अहिले पनि छ म झाड मात्रै खान्छु भने झाड पनि भन्नु रक्सी खाने रक्सी जे माग्यो त्यही पूर्ण ढङ्गले भरिपूर्ण ढङ्गले खुवाउनु पर्ने हुन्छ त्यसमा कस्ट कति लाग्छ भनेको अहिले सानो विवाह व्रतबन्धन गर्दाखेरि त कति लाग्छ अब त्यो त यो दुईटै वडाको भयभरको सबै मान्छे आउन कति खुवाउनुपर्छ कति खर्च हुन्छ त्यो आफै हामीले चाहिँ विचार गरौँ यी खालको त्यसले पैसा पुग्छ पनि पुग्दैन त्यस कारण ऊ खलक भनेको त अलिकति मर्कै पर्छ अर्को अब पिकनिक पनि बन्द गर्नुपर्छ भन्ने ढङ्गले पनि आइरहेको छ पिकनिकले गर्दाखेरि त्यो भोज र पिकनिकलाई अलिकति हामीले अगाडि अध्ययन गरौँ विचार गरौँ त्यो एउटा प्रचारको रूपमा पनि रहनु भयो त्यसो अब त्यो के भन्ने चलन चाहिँ अब नबुझ्ने बुझाउन नसक्नु हाम्रोमा पनि कमी छ हामी पनि लागिरहेका छौँ बुझाउँछौँ यस्ता बिस्तारै पार्टीलाई चाहिँ त्यस्तै कहीँ कतैबाट आयो भने अझ त हामी अर्को त्यो पछाडि हामी एउटा धर्मशाला पार्टी पनि बनाउँछौँ भनेर लागिरहेका छौँ जो जहाँ त्यहीँबाट पनि आउँदाखेरि पनि त्यो जुन हामी बाहिर जान्छौँ जिल्लामा जान्छौँ घुम्न जान्छौँ बस्ने ठाउँ कहाँ छ फलामा धर्मशालामा बस्ने है भन्ने ढङ्गले एउटा चलन छ नि त पैसा लिँदैन थोरै पैसा लिन्छ अनि खानपिन सबै त्यहीँबाट हुन्छ एकदम आरामदायी हुन्छ त्यस कारण हामी त्यो कन्सेप्टमा पनि हामीलाई गइरहेका छौँ धर्मशाला बनाउने जहाँ त्यहीँबाट आएकालाई त्यो ठाउँमा हामीले बसाउने राख्न दिने ढङ्गले त्यो लागिरहेका छौँ त्यस कारण यो आए 8 जनालाई त्यो के पैसाको लागि हामीले गरिरहेका छैनौँ त्यहाँ शोभनीय चाहिँ उच्च रहोस् उच्च ढङ्गले उठाउनको लागि सबैको कल्याणको लागि सबै हाम्रो टोकाको एउटा गाउँको नै नाम रहने गरी हामी लागिरहेका छौँ यो समग्र रूपमा सपन क्षेत्र विकास समितिको स्वामित्वमा सपन खलक मात्रै त्यो स्वामित्व भयो भन्ने चलन त्यो चाहिँ अलि निराधार हो सबैको हाम्रो सबै अपनत्व हो सबैको यो संरचना सबैले यसलाई चाहिँ मेहनत गरेर त्यसलाई चाहिँ के गर्नुपर्छ संरक्षण गर्नुपर्छ हामी त्यही ढङ्गले भन्छौँ लाग्छौँ पनि यसमा अझै प्रश्न भएन नानीले अहिले भनेको कुरामा एउटा स्वामित्वको रूपमा भयो यो एउटा पिकनिकको रूपमा भयो अहिले जुन जस्तै एउटा फेसबुकको आधारमा हामीले बन्द गरेको किन गऱ्यौँ भन्ने कुरामा आएन यसमा म प्रश्न गरिदिन्छु जुन कुरामा हाम्रो टोखावासी दाजुभाइहरू सम्पदाको र संस्कृतिको व्यापक रूपमा चाहिँ कुरा उठाउँछन् तर लागु अलिकति गर्नु भएन त्यो हामीले त्यो ठाउँमा भोज खुवाउनलाई चाहिँ बन्द किन भयो भन्दाखेरि बाध्यता भयो त्यो ठाउँमा हाम्रा जस्तै अब टोखाको दाजुभाइहरूले यो व्रतबन्ध गुफा अनि जस्तै विवाह व्रतबन्धको शुभ कार्य त्यो दर्शन गर्ने र त्यो होमसोम गर्नेमा रोकेको छैन एउटा भोजको आधारमा किन रोक्नु पर्यो भन्दाखेरि ठाउँले माग्छन् 200-300 जनाको अब हाम्रो दाजुभाइहरूले चाहिँ त्यहाँ भोज गर्छन् कार बाँड्छन् 700-800 जनाको अनि त्यसमध्येमा पनि एउटा त्यहाँ के भयो भन्दाखेरि पहिला जतिको र अहिले सम्पदाको र संस्कृतिको र विभिन्न कुराकानी गर्ने हो भने टोखादेखि त्यहाँसम्म हिँडेर आउँदैन बाइकै लिएर आउँछ ठाउँ छैन त्यहाँ जस्तै अब पार्किङको जस्तै त्यो व्यवस्थापन गर्न नसकेको हुनाले हामीले बाध्यता भएर चाहिँ त्यहाँ त्यो भोजलाई रोक्नुपर्ने भयो के कुरा ल्यायो बाहिरको मान्छेलाई पिकनिक चाहिँ गर्न लाउने अनि हाम्रो टोखाको दाजुभाइहरूले चाहिँ
त्यहाँ भोज खुवाउन चाहिँ किन रोकेको पैसा हुनेले मात्र पार्टीसम्म खुवाउँछ नहुनेले चाहिँ यो सुविधा किन रोकेको भन्छ ठिकै छ तपाईँहरूले बाइक लिएर नआउनुहोस् नि त तपाईँहरू त्यहाँ तल जुन स्वतन्त्र क्षेत्र विकास समितिले व्यवस्थापन गरेको टोयलेटमा गइदिनुहोस् न त चर्पी प्रयोग गर्नुहोस् न त अर्काको स्थानीय बासिन्दाहरूलाई त्यहाँ भोज खाने अनि स्थानीय बासिन्दाहरू कहाँ चाहिँ जस्तै अब त्यो गएर चाहिँ टोयलेटमा डिस्टर्ब गर्ने उहाँहरू भित्र कहीँ कतै जाने नमिल्ने चाहिँ बाइक पार्किङ गर्ने विभिन्न कारणले गर्दाखेरि त्यहाँको स्थानीय बासिन्दासँग त्यहाँको दाजुभाइहरूसँग हाम्रो डिस्कस भयो म अध्यक्ष भएको कारणले गर्दा त्यो ठाउँको अध्यक्ष भएको कारणले गर्दाखेरि मैले त्यो ठाउँमा बसेर धेरै हेरेँ के गर्दासम्म हुन्छ भन्ने विषयमा हेर्दाखेरि त्यहाँ सम्भवै देखेन कि भोज खाना जस्तै भोज गर्ने र नाटक गोटाले चाहिँ बाइक साइक जस्तै 4 पाङ्रे 2 पाङ्रे यताबाट चाहिँ ल्याउने नमिल्ने भयो कि त्यो नल्याइकन पहिला जसरी छ त्यसरी हेरेर आउनुहोस् त्यसमा दुविधा छैन र बेलुका भएपछि के हुन्छ भन्दाखेरि त्यहाँ 9-10 बजीसम्म त्यहाँ चाहिँ भोज चलाइदिने अब हाम्रो नेवारी संस्कारमा जात रक्सी नभइकन भोज हुँदैन अनि जात रक्सी खाने भोज खाने गर्ने पुरै डिस्टर्ब गर्ने जहाँ पाए त्यहीँ दिसा पिसाब गरिदिने तल त्यत्रो टोयलेट छ टोयलेट त्यहाँसम्म नजाने अनि त्यो सवारी साधन ल्याउने आफूलाई अनुकूलमा जहाँ पायो त्यहीँ जाने हुल्याउने पार्किङ गर्ने त्यो कारणले गर्दाखेरि त्यहाँको समस्या हामीले बुझ्दाखेरि पार्किङको अस्तव्यस्त र सम्बन्धित ठाउँमा भएको चर्पी युज नगरिदिएको हुनाले स्थानीयहरूलाई चाहिँ धेरै दुःख दिएको हुनाले दुःख भएको हुनाले त्यसलाई मध्यनजर गरेर हामीले त्यो जुन पार्टीमा भोज खुवाउँदै आएकाहरू चाहिँ हामीले बन्द गर्नुपर्ने बाध्यता छ र रह्यो अघि दाइले भन्नुभयो जस्तै हामीले त्यो 2 चोटि मात्र होइन दाइ जुन पहिला पिसम्म होइन के हो त्यो 2 चोटि मात्र 15 निकै छ 15मा पनि ठुलो भोज अनि फेरि त्यो भोज त्यहाँबाट उठेको पैसाले चाहिँ फेरि पाला खलाहरूलाई चाहिँ दिनुपर्ने जस्तो कुरा जुन त्यो कुरा जस्तो भयो त्यो होइन जसले प्याफे हो त्यसले पालो त्यो ऊ गर्छन् सबै उहाँले नै खर्च गर्नुपर्छ कोही कतैबाट बजेट पनि छैन त्यहाँको अलिकति त्यो आय स्रोत भनेको जति मन्दिरमा चढिन्छ त्यो मात्र हो त्यसबाट 1 वर्षसम्म चाहिँ जुन पालो खलाले चाहिँ सबै व्यवस्था गर्नुपर्छ त्यो हुनाले त्यो पार्टीमा चाहिँ भोज हामीले रोकेको यहाँ विस्तृत रूपमा भनिसकेँ त्यो कारणले गर्दाखेरि तपाईँले पनि यसलाई अलिकति अब यहाँ विभिन्न खालको जस्तो विरोध भनेपछि यस्तो सजिलो छ यस्तो सस्तो छ त्यो तुरुन्तै त्यो ढुङ्गाले हेरे जस्तो चाहिँ विरोध पनि आउँछ एकचोटि हामी आफैले पनि मनन गरौँ हाम्रो ठाउँलाई व्यवस्थित गर्न सफा सुग्घर गर्न कतिसम्मको प्रयत्न गर्नुपर्छ भन्ने कुरा जसले विरोध गरेका हुन्छ उहाँले चाहिँ कुनै ठाउँमा पनि मतलब नगरिकन चाहिँ आएका हुनुपर्छ नत्र चाहिँ त्यत्रो चाहिँ विरोध आउनुपर्ने होइन हामीले केसम्म गरेका छौँ मैले कमेन्ट गरेको छु आउनुहोस् तपाईँको यो ठाउँमा आउनुहोस् यहाँको वातावरणलाई चाहिँ हामीले कसरी सजिलो गर्ने भन्ने विषयमा बोलाएको छौँ कोही पनि आएन यतिकै अनि अन्त्यमा हजुरहरूलाई यो व्यवस्थापनदेखि चित्त बुझेको छ या छैन या के गर्न हामीले चाहिँ अझै यो गर्दा राम्रो होला भन्ने केही भनाइ छ हजुरहरूको व्यवस्था यो सपना तीर्थ मेलालाई चाहिँ अझै व्यवस्थित ढङ्ग होइन सपना तीर्थको हकमा व्यवस्थापनको रूपमा व्यवस्थित गर्नलाई हामी लागि परिरहेका छौँ जुन यो अब 1 गते लानेलाई अस्तिदेखि हामी 1 गते जुन यो चैतको 1 गतेदेखि नै हामी लागिसकेका छौँ त्यहाँको भौतिक संरचना टुटफुट भएको बत्ती अनि त्यहाँ त्यो पर्खालहरूमा वालमा के रङ लगाउन अनुसारमा के छ हामी लगाइरहेका छौँ त्यहाँ भौतिक यो निर्माण काम भइरहेको छ त्यो भनेको हाम्रो आफ्नै स्वामित्वमा आफ्नै खर्चमा कोही कतिबाट नल्याइकन त्यहीँबाट हामीले जुन अब त्यो अघि भने त्यो पिकनिकहरू उठेको पैसा लगभग अस्ति त्यो फुल रोप्नेहरू भयो यो बिरुवा रोप्नेहरू भयो सबै हामी आफ्नै ढङ्गले लागिरहेका छौँ यो गत सालमा अलिकति नगरपालिकाले 2-4 लाख बजेट दिनुभएको थियो अनि यसपालि चाहिँ अब हामी ठिक छ अब केही चाहिन्छ भने आउनु भन्दा भन्नुभएको छ अब सधैँभरि माग्ने भन्दा जहिले पनि माग्ने जस्तो भयो कि हामी त्यो भएको हुनाले हामी आफ्नै स्रोतलाई पनि परिचालन गरेर यसरी लागिरहेका छौँ अब सबै ठाउँबाट सबै उसबाट हामी सहयोग छ साथ सहयोग छ अब जुन ढङ्गले यो अन्तिममा यो जुन अब यो अहिले जुन यो यतिको हामीले बहस गऱ्यौँ यो टोखाको बारेमा सपन तीर्थको बारेमा चासो जुन ढङ्गले हामीले व्यक्त गऱ्यौँ नि यो सपन तीर्थको भलो होस् सपन तीर्थ लगायत टोखाकै भलो होस् टोखाकै एउटा संरचना जोगाइराख्नुपर्छ त्यहाँको महिमालाई उजागर गरेर अगाडि बढाउनुपर्छ भन्ने जुन सोचका साथ आज यहाँ बोलाउनु भयो यहाँहरू सबै टिमलाई
एकदम मुडी धन्यवाद व्यक्त गर्छु। आउँदो 2082 सालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। समृद्धिको कामना गर्छौँ, सुख शान्ति समृद्धिको सबैको कामना गर्छौँ। अब 1 गतिको लागि चाहिँ अझै यसलाई चाहिँ प्रचारको माध्यममा व्यापकता फैलाइदिनु भयो भने यसले पनि एउटा आस्थाको आधारमा सबन्धितको महिमालाई चाहिँ पूजा गर्ने खालको यो हुनेछ। यो प्रचारको माध्यममा लाग्नु हुनेछ भने सबै टिमलाई चाहिँ एकदम सबन्धित खलक र क्षेत्र विकास समितिको तर्फबाट यो सिँगै टोखा एउटा सिँगै गाउँबाट नै तपाईँहरूलाई चाहिँ एकदम आभार व्यक्त गर्दै अब चाहिँ बिदा हुन्छ। हस्त धन्यवाद। पनि भन्नुभयो। अब म एउटा त्यहाँको अहिलेको जुन बालवाला अध्यक्ष क्षेत्र विकास समितिको कारणले गर्दाखेरि अस्ति हामीले 17-18 गते जाने यो सर्वतीर्थ सभ्य भव्यताका साथ यो मेलालाई सम्पन्न गर्नको लागि तोखा नगरपालिकाका जनप्रतिनिधिहरू, वडाका जनप्रतिनिधि अनि नगर प्रहरी अनि हाम्रो नेपाल सरकारका प्रहरी प्रभागका सहिसाबहरू सबैलाई बोलाएर के गर्यौँ भन्दाखेरि भक्तजनहरूलाई कसैमाथि चाहिँ दुःख नहोस् र कसैमाथि चोरी नहोस् भनेर त्यहाँका जस्तै प्रहरी प्रशासनलाई पनि सिभिल ड्रेसबाट पनि यहाँ परिचालन हुनु पर्यो। अनि यहाँका प्रहरीहरूले चाहिँ जस्तै त्यो छालाको जुत्ता नलाइकन एउटा मठ मन्दिरमा बस्दाखेरि असक्त हरेक कुरालाई उहाँहरूले चाहिँ मध्यनजर गर्दै भनेर लाइनमा बस्ने प्रहरीहरूलाई पनि हामीले आह्वान गऱ्यौँ। लगायत जुन अहिले शौचालयको अव्यवस्थित हुन सक्ला, किनकि अहिले हामीले त्यहाँ महिलाको र पुरुषको मात्र जुन अहिले परिचालन भएका छौँ। हामीले अस्थायी टोयलेट पनि त्यहाँ राख्ने गरेका छौँ र मोबाइल टोयलेट पनि हामीले मागिरहेका छौँ। अहिले चाहिँ मोबाइल टोयलेट चाहिँ 4-5वटा आउने भयो र विभिन्न भक्तजनहरूले चाहिँ जस्तै अब यस्तो गर्मीमा खानेपानीदेखि लिएर ठाउँ ठाउँमा निःशुल्क खानेपानी, निःशुल्क चाहिँ त्यहाँ चाहिँ जस्तै अब जस्तै दर्शन गर्ने व्यवस्थादेखि लिएर हरेक तवरबाट चाहिँ हामी व्यवस्थापन गरिरहेका छौँ। र तपाईँहरू यो जुन मिडियाकर्मी साथीहरू पनि अबको 1 गते त्यो ठाउँमा कोही कसैलाई दुविधा छ, मर्का छ अथवा चाहिँ दुःख कष्ट यताउति छ भने उहाँहरूको मार्फत चाहिँ हामीले खबर पुर्याउनुहोस्। हामीले उहाँहरूलाई चाहिँ जसरी व्यवस्थापनको लागि लागिरहेका छौँ, भक्तजनहरूलाई चाहिँ जस्तै सहज ढङ्गले चाहिँ हामी दर्शन गराउने विषयमा हामी लागिरहेका छौँ। पोहोर साल हामीले चाहिँ लगभग 1 लाख हाराहारीको चाहिँ दर्शनार्थीहरूलाई चाहिँ त्यो गरेका छौँ भने यसपालि 1 लाखभन्दा बढी भक्तजनहरू उपस्थित हुनेमा चाहिँ हामीले अपेक्षा गरेका छौँ। त्यही 1 लाखभन्दा बढी भक्तजनहरू उपस्थित भएमा भक्तजन मात्र उपस्थित गराउने होइन, त्यहाँका व्यवस्थापनहरू पनि हामीले चाहिँ अलि बढी चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। अघि दाइले भने जस्तै हामी त 1 गतेदेखि लागिसक्यौँ। बत्ती कहाँ बिग्रेछ, टोयलेट कुन ठाउँमा बनाउँदाखेरि ठिक होला, खानेपानी निःशुल्क खानेपानी कुन ठाउँमा राख्दाखेरि ठिक होला, त्यो अब यावत रूपमा चाहिँ हामी लागिसक्यौँ। सरसफाइदेखि लिएर सबैमा लागिसक्यौँ। अब 27 गते के अरे 29 गते यसपालि बन्द हुने कार्यक्रम छ। त्यो बन्द हुने कार्यक्रममा अझ त्यहाँ मठ मन्दिरदेखि लिएर खोला नाला सबै सरसफाइ त्यही बेला हुन्छन्। पानीको विषयमा अहिले यो बृहत खानेपानी चाहिँ त्यहाँ पानीको के भन्छ त्यसलाई डिप बोरिङ गरेका छन्। अब हुन त त्यही डिप बोरिङको पानीले चाहिँ त्यहाँ त्यो पोखरी भरेको चाहिँ लगभग 7-8 वर्षै भयो होला। त्यो बेला त अघि दाइले भनेपछि विभिन्न ठाउँबाट पानी सङ्कलन गरेर त्यो ठाउँमा राख्नुपर्छ। अहिले चाहिँ फेरि त्यही यसपालि चाहिँ त्यही बोरिङ भयो, त्यहाँको पानी भर्ने हो र विभिन्न जस्तै हाम्रो खोला नाला हाम्रो जस्तै त्यो पोखरीको पानी पनि हामी त्यहाँ गरेर जोस् यसपालिको वैशाख 1 गते 2082 साल वैशाख 1 गतेको महान पर्व र हाम्रो महान मेलामा पाल्नुहुने सम्पूर्ण भक्तजनहरू र देशैभरिका भक्तजनहरू र देश बाहिर गएका विदेशमा बस्ने दाजुभाइहरू र तपाईँहरू सम्पूर्णलाई चाहिँ नयाँ वर्षको चाहिँ शुभकामना दिँदै मेरो पनि अब केही कुराहरू तपाईँले प्रश्न गर्नुभयो भने त्यसको फेरि पुनः जवाफ दिने गरी अहिलेलाई बिदा हुन्छ। धन्यवाद। हजुरहरूको यो अमूल्य समय जुन हामी माझ दिनुभयो नि त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। हजुरहरूलाई पनि 2082 साल को शुभकामना, मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। हजुरहरूलाई एकदमै धन्यवाद यो हामीलाई जानकारी दिनुभयो सपना तीर्थ मेलाबारे।
हृदयदेखि नै धेरै धन्यवाद। धन्यवाद छ यो